आदरणीय दर्शकवृन्द, यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। म सागर। आज हामी पुनः राजनीतिक संवादको निमित्त उपस्थित भएका छौँ। मूलतः मङ्गोल नेसनल अर्गनाइजेसनको राजनीतिक एजेन्डा, मङ्गोल नेसनल अर्गनाइजेसनले नेपालभित्र गर्न खोजिरहेको राजनीति सँगै मङ्गोल नेसनल अर्गनाइजेसन एउटा त्यस्तो राजनीतिक दल जसले नेपालको हरेक राजनीतिक घटना परिघटनाहरूमा यसले आफ्नो मार्ग निर्देशन गर्दै आइराखेको छ। यिनै विषयहरूमा केन्द्रित रहेर आज हामी प्रश्न गर्दैछौँ मङ्गोल नेसनल अर्गनाइजेसनका प्रवक्ता रिन्छेन तामाङलाई। स्वागत छ यहाँलाई। हजुर, हस्, धन्यवाद। आरामै हुनुहुन्छ? हजुर, एकदमै ठिकै छु। पछिल्लो समय संगठनको गतिविधिहरू चाहिँ के कसरी अगाडि बढिरहेछन्? मङ्गोल नेसनल अर्गनाइजेसन नेपालको बृहत नेपाली नागरिकहरूको हक हितको निमित्त र विशेष गरी बृहत नेपाली नागरिकहरूको दैनिकीमा आमूल परिवर्तन ल्याउनको निमित्त महामना डाक्टर गोपाल गुरुङज्यूले त्यो उद्देश्य बोकेर स्थापना गर्नुभएको राजनीतिक दल भएको हैसियतले जनताले अथवा नेपालको बृहत नेपाली नागरिकहरूको चेतनाको स्तरको मापनले मङ्गोल नेसनल अर्गनाइजेसनलाई जुन ठाउँमा राखे तापनि मङ्गोल नेसनल अर्गनाइजेसनले चाहिँ नेपालको बृहत नेपाली नागरिकहरूको हक हितको निमित्त निरन्तर सङ्घर्ष गर्ने राजनीतिक दल भएको हैसियतले नेपालमा पछिल्लो समयको बदलिदो राजनीतिक परिस्थिति, त्यो परिस्थितिमा सङ्गठनले खेल्नुपर्ने विभिन्न भूमिकाहरूमा चाहिँ निरन्तर भूमिका खेल्दै चाहिँ अगाडि बढिराखेको अवस्था छ। तपाईँहरूले लामो समयदेखि चाहिँ राष्ट्रिय जनावरको रूपमा रहेको गाईलाई चाहिँ परिवर्तन गरेर कस्तुरी मृग राख्नुपर्छ भनेर सरकारलाई चाहिँ सुझाव दिँदै आउनु भएको छ। आफ्नो हरेक कार्यक्रमहरूमा त्यसलाई नाराको रूपमा बुलन्द आवाज पनि उठाइराख्नु भएको छ। यो समस्या के हो? मङ्गोल नेसनल अर्गनाइजेसन मैले अघि पनि भनिहालेँ कि नेपालको बृहत नेपाली नागरिकहरूको हक हितको निमित्त नेपालको बहुसङ्ख्यक नागरिकहरू चाहिँ कहिले पनि अधिकारबाट प्रतापीडित भएर बाँच्नु नपरोस् भन्नको खातिर सङ्घर्षरत रहेको राजनीतिक दल भएको हैसियतले मङ्गोल नेसनल अर्गनाइजेसनले उठाउने जति पनि माग मुद्दा र एजेन्डाहरू छ त्यो चाहिँ बृहत नागरिकहरूको दृष्टिकोणबाट छायामा परेको तर त्यो बहुमूल्य कुराहरूलाई सङ्गठनले बढी उजागर गर्ने काम गरेको छ। इतिहासलाई तपाईँले फर्केर हेर्नुभयो भने मङ्गोल नेसनल अर्गनाइजेसनको स्थापना काल पश्चात र स्थापना हुनु पूर्व नै यो सङ्गठनको संस्थापक प्रेसिडेन्ट महामना डाक्टर गोपाल गुरुङज्यूले अगाडि बढाउनु भएको माग मुद्दा र एजेन्डाहरूलाई तपाईँले सूक्ष्म रूपबाट अध्ययन गर्नुभयो भने बृहत नेपाली नागरिकहरूको दैनिकीसँग जोडिएको तर बृहत नेपाली नागरिकहरूको दृष्टिकोणबाट त्यो कहिले पनि नदेखिएको त्यो रहस्यमय कुरालाई चाहिँ हामीले अगाडि बढाउने गरेका छौँ। यसै सन्दर्भमा विभिन्न मुलुकहरू, नेपालको मात्रै होइन संसारमै रहेका मुलुकहरूले पनि आफ्नो राष्ट्रिय जनावरको रूपमा चाहिँ विभिन्न कुराहरूलाई इङ्गित गरेर अगाडि बढाएको हुन्छ र नेपालको हकमा पनि नेपाल जति बेलाबाट एउटा परिचय सहित होइन राष्ट्रियकरण सहित अगाडि बढ्यो त्यो समयदेखिबाट नै नेपालमा चाहिँ राष्ट्रिय जनावरको रूपमा चाहिँ गाईलाई राख्दै गर्दाखेरि त्यसले चाहिँ के गर्यो भन्दाखेरि नेपालमा चाहिँ सदाको निमित्त एउटा विवाद चाहिँ जहिले पनि सिर्जना भइराख्ने एउटा परिस्थिति सिर्जना गर्यो। नेपालमा मूलतः दुईवटा नस्लको मानिसहरू, दुईवटा सभ्यताको मानिसहरूको विकसित भएको छ, दुईवटा सभ्यताको मानिसहरूको बसोबास यो मुलुकमा रहेको छ भने दुईवटा नस्लको मानिसहरूको बसोबास मुलुकमा रहेको छ। यसो हुँदै गर्दाखेरि चाहिँ के भयो भन्दाखेरि एउटा नस्लीय समूहको मानिस, विशेष गरी बहुसङ्ख्यक नेपालमा रहेका मूलवासी मङ्गोल समुदायहरूको निमित्त गाई चाहिँ त्यो चाहिँ उनीहरूको भोजनको रूपमा होइन एउटा समुदायले चाहिँ आफ्नो विभिन्न क्रियाकलापहरूमा प्रयोगमा ल्याउने वस्तुको रूपमा त्यो सभ्यता विकसित भयो, संस्कार संस्कृति पनि त्यो हिसाबले विकसित भयो भने फेरि एकापट्टि चाहिँ नेपालमा रहेका 20% मानिसहरूले चाहिँ फेरि त्यही गाईलाई चाहिँ एउटा आस्थाको प्रतीकको रूपमा त्यसलाई चाहिँ पूजनीय मानेर त्यसलाई पूजा गर्ने एउटा समुदाय रह्यो। भनेको 80% मानिसहरूले गाईलाई चाहिँ आफ्नो विभिन्न संस्कार संस्कृति र सभ्यतामा प्रयोगमा ल्याउने विषय बन्यो भने फेरि 20% मान्छेहरूले चाहिँ त्यसैलाई चाहिँ श्रद्धा प्रकट गरेर पूजनीय बनाउने कार्य गरे पछाडि त्यो त राष्ट्रिय जनावरको रूपमा स्थापित गर्ने बित्तिकै त्यो विवाद चाहिँ यो समाजमा यो देशमा सदाको निमित्त कायम रहने देखिसके पछाडि मङ्गोल नेसनल अर्गनाइजेसनले चाहिँ त्यो परिस्थिति चाहिँ सदाको लागि अन्त्य होस्, यस्तो गलत हरकत गलत क्रियाकलाप र समाजमा रहेका बृहत्तर नेपाली नागरिकहरू त्यो जुन नस्लको भए तापनि राष्ट्रिय जनावरले चाहिँ बृहत नेपाली नागरिकहरूलाई प्रतिनिधित्व गर्न सकोस् भन्नको खातिर पनि मङ्गोल नेसनल अर्गनाइजेसनले त्यसरी चाहिँ आफ्नो सुझाव राख्नुपर्ने गाईको ठाउँमा अरु नै त्यसको विकल्पमा दिनु खोज्ने बेला भइसक्यो। हो, त्यो चाहिँ अब समय आएको छ। त्यो आज भन्दा पनि मङ्गोल नेसनल अर्गनाइजेसनले त स्थापना कालदेखि नै त्यो कुरा अगाडि बढाएको। यसो हुँदै गर्दाखेरि पनि 2062-63 को लोकतान्त्रिक आन्दोलन थामिसके पछाडि 63 सालमा बनेको अन्तरिम संविधानले पनि
मुलुक लोकतन्त्र धर्मनिरपेक्ष र प्रान्तीयताको मुलुक बनेर जाने घोषणा गरिसकेको अवस्था थियो। पनि 2064 सालमा आएर चाहिँ नेपालमा नयाँ संविधान लेखनको निमित्त संविधान सभाको निर्वाचन भएर संविधान तयार गर्ने एउटा संवैधानिक मस्यौदा समिति तयार भइसके पछाडि मंगोल नेसनल अर्गनाइजेसनको नजरबाट चाहिँ यो संगठनको संस्थापक प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङको सुझबुझ, उहाँको खारिएको अनुभव र मंगोल नेसनल अर्गनाइजेसनले नेपालको बृहत नेपाली नागरिकहरूलाई ध्यानमा राखेर यो विवाद रोक्ने काम चाहिँ संविधानमा नै गर्नु हुँदैन। त त्यसको निमित्त के गर्ने त भन्दाखेरि राष्ट्रिय जनावरको रूपमा चाहिँ हामीले कस्तुरी मृगलाई राखेर लगियो भने संसारबाट लोप भएर गइराखेको एउटा चाहिँ जनावर पनि हो। त त्यसलाई राख्न सकियो भने चाहिँ सबै बृहत नेपाली नागरिक, किनकि नेपालको वन जंगलहरूमा संरक्षित वन जंगल नभएको ठाउँमा पनि कस्तुरी मृगहरूको बसोबास रहेको छ। यसलाई चाहिँ हामीले विश्वव्यापी रूपमा चाहिँ यसलाई लिएर जान सक्यौं भनेदेखि त्यसले बढाउन सक्ने पर्यटकहरूको आगमनको कुरा, विविध कुराहरू छन् त त्यहाँनिर। यो सबैलाई मध्यनजर गरेर एउटा चाहिँ राष्ट्रलाई टेवा पुग्ने कुरा, त्यो पर्यटन मार्फत टेवा पुग्ने कुरा पनि रह्यो। पनि अर्को चाहिँ समुदायभित्र गडेर बसेको जुन एउटा खालको समस्या छ नि, एउटा समुदायले त्यसलाई पूजनीय मान्ने, अर्को समुदायले त्यो माथि चाहिँ आक्रमण गर्ने। यो हुँदाखेरि त दुईटा समुदायको एउटा जनावरको निमित्त समुदायमा नै लडाईँ पर्ने स्थिति सृजना हुन आँटिसके पछाडि चाहिँ मंगोल नेसनल अर्गनाइजेसनले चाहिँ हामीले गहिरो सोचबुझ राखेर नेपालको बृहत नेपाली नागरिकहरूको ध्यान चाहिँ केन्द्रित बनाएर राखेर चाहिँ हामीले के गर्यौं भन्दाखेरि राष्ट्रिय जनावरको रूपमा चाहिँ गाई होइन कस्तुरी मृग राखिनुपर्छ भनेर हामीले 65 सालमा नै संवैधानिक त्यति बेलाको संविधान निर्माण गर्नको निमित्त बनेको संवैधानिक मस्यौदा समितिलाई हामीले बुझाएका थियौं। त्यसलाई त्यति बेला नजरअन्दाज गर्ने काम गरे मुलुकमा रहेका शासकहरूले। तर अब चाहिँ समय आएको छ, किनकि यो त समय कटे पछाडि त रोक्न त सकिँदैन। हेर्नुहोस्, समाजमा आउने चेतना परिवर्तन भन्ने कुरा त त्यो त नागरिक तहमा आउने राजनैतिक चेतना, सुझबुझ, त्यो शिक्षाको कारणले गर्दाखेरि त्यो परिवर्तन त माग गरिराखेको हुन्छ। यसै सन्दर्भमा अहिले नेपालमा भएका बृहत नेपाली नागरिकहरू पनि त्यो चेतनामा आइपुगिसकेको कारणले गर्दाखेरि अहिले बहसमा आउन थालेको छ कि राष्ट्रिय जनावर चाहिँ गाईको ठाउँमा बदलेर अरू राख्नुपर्छ भनेर जुन बहस सुरु भएको, चर्चा सुरु भएको छ, यो चाहिँ एमएनओले आजको मितिमा होइन, मंगोल नेसनल अर्गनाइजेसन स्थापना हुने मितिमा, यो संगठनले चुनावी घोषणापत्र लिएर जाने मितिमा र 2065 सालमा त हामीले स्पष्ट रूपमा लेखेर नै संवैधानिक त्यति बेलाको आयोगलाई हामीले बुझाएका थियौं। नजरअन्दाज गर्ने काम तत्कालीन त्यति बेलाका शासकहरूले गरे। तर अब चाहिँ समय आएको छ, अब यसलाई त्यसरी जबरजस्ती गरेर लान सकिँदैन, किनकि मुलुक चाहिँ धर्मनिरपेक्ष भइसकेको छ। निरपेक्ष मुलुकमा चाहिँ एउटा धर्म, संस्कार र सभ्यताले मान्ने एउटा वस्तुलाई चाहिँ राष्ट्रियकरण गरेर अनि बृहत नागरिकहरूलाई, बहुसंख्यक नागरिकहरूलाई उनीहरूको आफ्नो सभ्यता संस्कार अनुसार प्रयोग गर्न नदिने जुन किसिमको षड्यन्त्र गरेको छ, यसले चाहिँ समाजमा सधैँभरि एक किसिमको कन्फ्लिक्ट सिर्जना गर्ने काम गर्छ। त्यसो भएको हुँदाखेरि हामीले चाहिँ त्यो बेलामा तत्कालीन समयमा आवश्यकतालाई महसुस गरेर नै हामीले त्यति बेला सुझाव पेश गरेका थियौं। महामना डाक्टर गोपाल गुरुङजीले सुझाव पेश गर्नुभएको थियो। हाम्रा अग्रजहरू, मंगोल नेसनल अर्गनाइजेसनको नेतृत्व पंक्तिमा रहनुहुने हाम्रा अग्रजहरूले त्यो सुझबुझ राखेर त्यो कुरालाई अगाडि सार्नु भएको थियो। र तत्कालीन समयमा त्यसलाई नजरअन्दाज गरे तापनि अब चाहिँ समय आएको छ, यो परिवर्तन हुन आवश्यक छ। हामीले त आजको मितिमा होइन, मुलुकमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता घोषणा हुनुभन्दा पहिलादेखिबाट उठाएको हाम्रो माग मुद्दा हो। त्यो मुद्दा आइसके पछाडि, लोकतन्त्र अनुसार प्रान्तीयता आइसके पछाडि धर्मनिरपेक्ष मुलुक धर्मनिरपेक्षतामा गइसक्यो। धर्मनिरपेक्ष हुनुभन्दा पहिला राष्ट्रिय चाहिँ जनावरको रूपमा जे कुरालाई राखिएको थियो, धर्मनिरपेक्ष भइसकेपछि नि त्यसैलाई निरन्तरता दिनु भनेको चाहिँ फेरि पनि धर्मनिरपेक्षतामाथि चाहिँ घुमाउरो तरिकाबाटको आक्रमण हुने कोसिस भएको छ। किन निरपेक्ष कुराले त व्यक्तिगत स्वतन्त्रताको कुरा पनि प्रत्याभूति गर्ने कुरा हुन्छ। त्यो निरपेक्षतामाथि अंकुश लगाउने काम जुन हिसाबले तत्कालीन समयमा तानाशाही शासकहरूले त्यो नजरअन्दाज गरेर त्यसलाई चाहिँ अनदेखा गर्ने कोसिस गरे, अब चाहिँ त्यो समयको माग, परिवर्तनको माग भएको कारण आजभोलि तपाईँले देख्नु भएको छ कि मंगोल नेसनल अर्गनाइजेसनले उठाएको माग मुद्दा भन्दा दायाँ बायाँ त देशमा रहेका शासकहरू, राजनीतिक दलहरू, समाजमा पनि त्योभन्दा नयाँ कुरा त केही पनि आउँदैन। आउने त सबै महामानव डाक्टर गोपाल गुरुङजीले दिशाबोध गरेर जानुभएको, उहाँले बताएर जानुभएको र मंगोल नेसनल अर्गनाइजेसनले ल्याउनको निमित्त आवश्यक छ भनेर विभिन्न कार्यक्रमहरू चाहिँ अगाडि बढाएको छ। त्यही कुरा नै आउने हो। त्यो छिटफुट गरेर एउटा गरेर आउने कुरा, जस्तै उदाहरणको निमित्त हामी लिगौँ, हामीले योभन्दा पहिलाको कार्यक्रमहरूमा हामी जहिले पनि नारा लगाएर भन्थ्यौँ नेपालमा चाहिँ सन् शताब्दी अथवा बुद्धिस्ट लुनार क्यालेन्डरलाई अथवा नेपाल सम्मतलाई चाहिँ नेपालको राष्ट्रिय सम्मत घोषणा गरिनुपर्छ भनेर हामीले कैयौं वर्षदेखिबाट चाहिँ त्यो नारा लगाउँदै आयौँ। मानिसहरू सबैले नजरअन्दाज गर्दथे। तर केही वर्ष अगाडि चाहिँ नेपालमा चाहिँ त्यो राष्ट्रिय स्तरबाट नै त्यो विषयमा निर्णय भएर चाहिँ अब सरकारी कार्यालयबाट जारी हुने हरेक चाहिँ त्यो प्रतिवेदनहरूमा
जारी हुने प्रत्येक चाहिँ प्रेस वक्तव्यहरूमा चाहिँ नेपाल सम्बन्धलाई पनि लागू गरेर जाने भन्ने त्यो पनि ल्याउन कर लाग्यो भने अहिले जनावरको राष्ट्रिय जनावरको निमित्त पनि हामीले पहिला उठाउँदाखेरि त मान्छेले नजरअन्दाज गरेका थिए, तर त्यो समय आइसके पछाडि यो अटोमेटिक रूपमा त्यो पनि फेरि प्रस्फुटन भएर आज समाजमा चाहिँ राष्ट्रिय जनावरको रूपमा गाई नभएर अन्य नै पशु पंक्षी प्राणीहरूलाई चाहिँ राखिनुपर्छ भन्ने जुन हिसाबले आएको छ त्यो चाहिँ समयको माग हो। यस कारणले गर्दाखेरि राष्ट्रिय जनावर गाईको ठाउँमा चाहिँ अब बदलेर अरू नै राख्नुपर्ने जुन कुरा चाहिँ मंगोल नेसनल अर्गनाइजेसनको नजरबाट चाहिँ हामीले अगाडि बढाएको कुरा भनेको चाहिँ कस्तुरी मृगलाई राष्ट्रिय जनावर राखिनुपर्छ भनेर माग गरेका छौँ। यस कारणले गर्दाखेरि यो परिवर्तन गर्ने समय आएको छ र त्यो परिवर्तन चाहिँ अहिले खोजेको छ। तपाईले भर्खरै एक चीन सिद्धान्त वान चाइना प्रिन्सिपललाई पास गरेर अगाडि बढ्नुभयो। एउटा राजनीतिक दलले भन्दा पनि यो निर्णय चाहिँ सरकारले गर्नुपर्ने होइन र? गर्नुपर्ने सरकारले हो, तर नेपालमा रहेको अहिलेको वर्तमान सरकारसँग त्यो किसिमको दूरदर्शिता पनि छैन, त्यो किसिमको दूरदृष्टि पनि छैन। यसो हुँदै गर्दाखेरि विश्व राजनीतिमा आइराखेको ध्रुवीकरणलाई मध्यनजर गरेर हामीले समय छँदा नै त्यो विषयमा निर्णय लिन सकेनौँ भनेदेखि पछि मुलुकले निकै नराम्रोसँग क्षति बिहोर्नु पर्ने परिस्थिति हुन सक्छ। जस्तै उदाहरणको रूपमा तपाईँले रुस युक्रेनको अहिलेको जुन परिस्थिति छ त्यसलाई तपाईँले मध्यनजर गरेर हेर्नु भने त्यस्तै हुन्छ। रुस युक्रेनको वार अहिले जुन हिसाबले अगाडि बढेको छ, युक्रेनमा रहेका त्यहाँ रहेका राजनीतिक दलहरूले पनि त्यो विषयमा त्यति चासो राखेनन्। त्यहाँ भएको निर्वाचनमा एउटा स्वतन्त्र व्यक्तिलाई होइन, जोसँग राजनैतिक चेत थिएन, राजनैतिक ज्ञान थिएन, राजनैतिक अनुभव थिएन, त्यस्तो मानिसलाई ल्याएर स्वतन्त्र उम्मेद्वारको रूपमा खडा गरिदिने काम गर्यो साम्राज्यवादी शक्तिहरूले। किनकि साम्राज्यवादी शक्तिलाई युक्रेनमा रहेको तत्कालीन राजनैतिक दलहरूको सत्ताबाट उनीहरूको आफ्नो स्वार्थ पूर्ति नहुने भइसके पछाडि साम्राज्यवादी शक्तिहरूले रेजिम चेन्ज गराउने एउटा चाहिँ षड्यन्त्र गरेर त्यो जो चाहिँ अहिले संसारभरि हामीले हेर्यौँ भने विश्वमा हेजोमनी पोलिसी अपनाउने राष्ट्रहरूले अपनाउने भनेको दुईवटा बाटो होइन। एउटा भनेको रेजिम चेन्ज गराएर आफ्नो पक्षमा निर्णयहरू गराउने, जहाँ चाहिँ राजनैतिक दलको अस्तित्व नहोस्, जहाँ चाहिँ राजनैतिक चेतना सोझो भएको मान्छेको अस्तित्व नहोस्, एउटा त्यो बाटोबाट गर्ने। त्यो सकिएन भने सेन्सन लगाउने, जस्तै इरानमाथि लगाए साम्राज्यवादी शक्तिहरूले आर्थिक प्रतिबन्ध लगाउने काम गरे। त्यसै गरी युक्रेनमा पनि त्यही घटना घट्यो। युक्रेनलाई रुसको विरुद्ध प्रयोग गर्नको निमित्त युक्रेनमा रहेका त्यहाँका राजनैतिक दलहरूलाई पाखा लगाएर जोसँग राजनीतिक चेत नभएको मानिस थियो त्यस्ता मानिसलाई उठाएर त्यहाँको राष्ट्र प्रमुख बनाएर रेजिम चेन्ज बनाएर आफ्नो स्वार्थमा निर्णय गराउनु पर्ने साम्राज्यवादी शक्तिको योजना थियो। सोही मुताबिक भए पनि त्यही त्यहाँनिरको राजनीतिक दलहरूले चुनावमा नराम्रोसँग हार बिहोर्नु पर्यो। जोसँग राजनीतिक चेत नै थिएन, एउटा विषयमा चाहिँ पपुलर भएको पपुलारिटीकै आधारमा चाहिँ राष्ट्र प्रमुख बनाइदिइसके पछाडि राजनैतिक चेत विहीनताको कारणले गर्दाखेरि उसले लिएको निर्णयको कारणले गर्दाखेरि त्यति बेला त्यहाँ रहेको राजनीतिक दलहरूलाई पनि त्यो विषयमा चासो भएन। त्यसो हुँदै गर्दाखेरि जो व्यक्ति चाहिँ निर्वाचित भयो उसैले गरेको निर्णयको कारणले गर्दाखेरि आज न युक्रेन जोगिन सकेको छ, रुसले गरेको आक्रमण तीव्र रूपमा अगाडि बढेको छ। यस्तै परिस्थितिमा अहिले विश्व राजनीतिमा ध्रुवीकरण आएको छ। जस्तै नेपालको भूमि हाम्रो छिमेकी मुलुक चीनसँग जोडिएको छ। हाम्रा चाहिँ कैयौं ठाउँहरूमा चाहिँ नेपाल र चीनको चाहिँ सीमाहरू, खुल्ला सीमाहरू चाहिँ धेरै ठाउँहरूमा छ। नेपाल र चीनको सम्बन्ध भनेको युगौं युगदेखि सुरुवात भएर आएको छ। दक्षिणपट्टि भारत रहेको छ, उत्तरपट्टि चीन रहेको छ। चीन चाहिँ अहिलेको विश्वको सुपर पावर हुने दौडमा अगाडि बढ्दै गर्दाखेरि अब यति बेला हामीले गर्नै पर्ने गरेर एउटा निर्णय गर्नुपर्ने समय आयो। त्यो निर्णय चाहिँ सरकारमा रहेकाहरूले गर्नुपर्ने चाहिँ हो, तर सरकारमा रहने मानिसहरूमा एक त त्यो किसिमको सुझबुझ पनि छैन, त्यो किसिमको राजनीतिक अनुभव पनि छैन, त्यो किसिमको गहिरो दूरदर्शिता र दूरदृष्टि पनि छैन। यसो हुँदै गर्दाखेरि हामीले चाहिँ हामी सरकारमा छैनौँ, अहिले यो सरकारमा हुनेले गर्ने निर्णय हो, हामी छैनौँ त्यस कारणले हामीले गर्दैनौँ भनेर मंगोल नेसनल अर्गनाइजेसन पनि मौन बसिदिने हो भने भोलि राष्ट्र र राष्ट्रमा रहेका बृहत नेपाली नागरिकहरूले कल्पना नै नगरेको ठूलो क्षति बिहोर्नु पर्ने परिस्थिति हाम्रो नजरबाट हामीले देखेका छौँ। यही कुरालाई मध्यनजर गरेर हाम्रो संगठनको संस्थापक प्रेसिडेन्ट महामना डाक्टर गोपाल गुरुङज्यूले संगठनको वर्तमान श्रद्धेय प्रेसिडेन्टज्यूलाई सोही मुताबिक दिशाबोध गर्नुभएको थियो। त्यो समय आउने बित्तिकै निर्णय गरेर जानुहोस् भनेर, जानुपर्छ भनेर दिशाबोध गर्नुभएको थियो। त्यो समय आइसके पछाडि चाहिँ हामीले गत केन्द्रीय सभाको बैठकबाट र केन्द्रीय कार्यकारी भनेको मंगोल नेसनल अर्गनाइजेसनको एक्जिक्युटिभ एसेम्ब्लीबाट नै हामीले त्यसलाई निर्णय गरेर हामीले वान चाइना प्रिन्सिपललाई मंगोल नेसनल अर्गनाइजेसनले पूर्ण रूपमा समर्थन गर्ने, वान चाइना प्रिन्सिपल भित्रको जति पनि त्यहाँनिर राखेको क्राइटेरियाहरू छ त्यो सबै कुरालाई चाहिँ हामी त्यसलाई अहिले मान्यता दिने कुरा अथवा मंगोल नेसनल अर्गनाइजेसनले नेपालमा चाहिँ समर्थन दिएर जानुपर्छ भनेर हामीले निर्णय गर्नु पर्नुको पछाडिको मूल कारण भनेको अहिलेको सत्तामा रहेका मानिसहरूमा
त्यो किसिमको दूरदर्शिता दूरदृष्टि छैन। त्यो भइसकेपछि हामीले नै बाटो देखाइदिएर, हामीले नै मार्ग प्रशस्त गरिदिएर तपाईँहरूले यो गर्नु भने सही हुन्छ, यो गर्नु भने गलत हुन्छ है भनेर, किनकि हामीलाई जसलाई थाहा छ, थाहा हुने मान्छेले त भनिदिनु पर्यो नि त। जोसँग अनुभव छ, जोसँग त्यो किसिमको ज्ञान छ, जोसँग त्यो दूरदर्शिता छ, जोसँग त्यो दूरदृष्टि छ, त्यो मानिसले बताइदिनु पर्ने, त्यो संगठनले बताइदिनु पर्ने समय आयो। यस कारणले गर्दाखेरि पनि मंगोल नेसनल अर्गनाइजेसनले चाहिँ हामीले केन्द्रीय सभाको बैठक र केन्द्रीय कार्यकारिणी सभाको बैठकबाट वान चाइना प्रिन्सिपल, अब यहाँनिर दायाँ बायाँको कुरा नै छैन, किनकि विश्व राजनीतिमा एउटा ध्रुवीकरणमा विश्वको राजनीति अगाडि बढिसक्यो होइन। जुन हिसाबले एउटा ग्लोबल पावरको रूपमा एउटा राष्ट्रले होइन एउटा व्यवस्थाले चलाएको थियो, अब नयाँ राष्ट्र नयाँ व्यवस्थाले चाहिँ अब ग्लोबल पावर भएर आउने, जस्तै हाम्रो छिमेकी मुलुक चीन चाहिँ संसारको सुपर पावर हुने दिशातर्फ अगाडि बढिसकेको, उन्मुख हुँदै गरेको, सोही मुताबिक त्यो राष्ट्रले आफ्नो गतिविधि अगाडि बढाएको देखिन्छ। अनि यस्तो परिस्थितिमा त्यही देशसँग सीमा जोडिएको हामी चाहिँ यति बेला दोक्ला चरित्र अपनाएर, जुन नेपालले आजभन्दा पहिला अपनाउने काम गरेको थियो, असंलग्न परराष्ट्र नीति भनेर दोक्ला चरित्र देखाएर यता पनि ठिक उता पनि ठिक, जताबाट फाइदा हुन्छ त्यतैबाट ढल्किने, जसले चाहिँ उसलाई मिठो दिन सक्छ, जसले उसलाई प्रलोभन दिन सक्छ त्यतैतिर फर्किने, त्यो प्रवृत्तिबाट चाहिँ देश र जनतालाई घाटा हुने परिस्थिति छ। त्यसो भएको कारणले हामीले दक्षिण र पश्चिम भन्दा पनि नेपालको परराष्ट्र नीति उत्तरतर्फ हुनुपर्छ। मंगोल नेसनल अर्गनाइजेसनले हाम्रो देशसँग भूमि जोडियो कि, किनभने हाम्रो अहिलेको जियो पोलिटिक्स हामी हेरौँ, हाम्रो देशको भू राजनीति होइन, हामीसँग जोडिएको भूमि जोडिएको सिमाना जोडिएको देशहरू हेरौँ, अनि हामी यहाँ नजिकको कुराहरू नहेरेर चाहिँ हामी अन्तैतिर चाहिँ हामीले फेरि हाम्रो मस्तिष्क घुमाउन थाल्यौँ भनेदेखि त देशले, जस्तै उदाहरण मैले तपाईँलाई बताइहालेँ, रुस र युक्रेनको भूमि त जोडिएको त्यो दुईटा देश, युक्रेनले रुसलाई हेर्नु पर्ने ठाउँमा उसले टाढा हेर्ने बित्तिकै आज त्यो देश र त्यो देशको जनताले बेहोर्नु परेको जुन क्षति छ, भोलि नेपाल र वृहत नेपाली नागरिकले त्यो क्षति बेहोर्नु नपरोस् भन्नको खातिर चाहिँ मंगोल नेसनल अर्गनाइजेसनले, आजको मात्रै होइन है, यो फेरि यो समय आएको छ अहिले, किनकि देशको सत्तामा रहेका मानिसहरूले निर्णय गर्न सकेनन्। त यो सम्बन्ध भनेको त युगौं युगदेखि सुरुवात भएको नेपाल चीन सम्बन्ध, किनकि भूगोलको हिसाबले पनि जोडिएको मुलुक, मैले भनिहालेँ हाम्रा चाहिँ उत्तरतर्फको नेपालको उत्तरतर्फको भूमिको त्यहाँ चाहिँ सयौं रोपनी जमिनहरू होइन, सयौं किलोमिटर ठाउँहरूमा चाहिँ नेपाल र चीनको खुल्ला सिमाना रहेको छ होइन। त्यस कारणले गर्दाखेरि पनि मंगोल नेसनल अर्गनाइजेसनले चाहिँ समय छँदै समय हुँदै आवश्यकताको आधारमा त्यसलाई मध्यनजर गरेर समयमा हामीले निर्णय गरेर समर्थन गरिदिएर गएन भने एउटा त यो देशको सरकारको पनि चेत पलाउँदैन, अर्को कुरा चाहिँ नेपालको वृहत नेपाली नागरिकले त त्यति गहिरो कुरा बुझ्ने कुरा भएन। यस कारणले गर्दाखेरि सरकार र सत्तामा रहेका मानिसहरूलाई हामीले दिशाबोध गर्ने, मार्ग प्रशस्त गर्ने, बाटो देखाउने काम गरेका छौँ र मंगोल नेसनल अर्गनाइजेसनले चाहिँ चीनको एक चीन सिद्धान्त, वान चाइना प्रिन्सिपललाई पूर्ण रूपमा समर्थन गरेर जाने निर्णय गर्नुपर्नुको मुख्य कारण भनेको चाहिँ त्यही हो कि सत्तामा र शक्तिमा रहेका मानिसहरूसँग त्यो किसिमको दूरदर्शिता पनि छैन, ल्याकत त देखिँदैन। हेर्नुहोस् होइन, भोलिको दिनमा गएर निर्णय गर्यो भने त्यो त हाम्रो निमित्त स्वागत योग्य कदम हो, किनकि देशमा रहेको वृहत नेपाली नागरिकहरूको हित हुनुको निमित्त हामी सत्तामा होइन, सत्तामा हुने मानिसले हामीले देखेको वास्तविक कुरालाई चाहिँ व्यवहारमा ल्याउनको निमित्त नीति बनायो भने, त्यो किसिमले निर्णय गर्यो भने त त्यो त साह्रै हाम्रो निमित्त स्वागत योग्य कदम नै हो। त त्यो निर्णय गर्ने नगर्ने त्यो उसको कुरा रह्यो, हामीले बाटो देखाइदिने कुरा, मार्ग प्रशस्त गरिदिने कुरा चाहिँ समय सधैँ हामीले गरिदिनु पर्ने, र त्यो दिशातर्फ नेपालमा रहेका कुनै राजनीतिक दलहरूले पनि त्यो दिशातर्फ सोचेका छैनन्, संसदमा प्रतिनिधित्व गर्नेहरूले पनि सोचेका छैनन्। त उनीहरूले नसोचे तापनि हामीले सडकबाटै सङ्घर्ष गरेको राजनीतिक दल भएको हैसियतले हामीले पनि त्यो विषयमा सही समयमा निर्णय गर्न सकेनौँ भने देश र वृहत नेपाली नागरिकहरूले भोलि गएर चाहिँ भयानक क्षति बेहोर्नु पर्ने परिस्थिति आउन सक्छ भन्ने हिसाबले नै हामीले त्यसलाई चाहिँ निष्कर्ष निकालेर यति बेला नै हामीले चाहिँ निर्णय गरेर जानुपर्छ भनेर वान चाइना प्रिन्सिपललाई पास गर्ने काम चाहिँ हामीले गरेर आएका छौँ। अहिले तपाईँहरूको संगठनको सधैँ प्रेसिडेन्टज्यूले चाहिँ जसरी अब चाहिँ संसारमा सुपर पावर अमेरिकाको ठाउँमा चाहिँ सुपर पावर चाइनाबाट आउँछ भनेर बताइराख्नु भएको छ, सोही मुताबिक तपाईँको यो भनाइलाई पनि निष्कर्षमा लिएर हेर्ने हो भने मंगोल नेसनल अर्गनाइजेसन एक चीन सिद्धान्तमा अथवा चीनको एउटा वैध सरकार छ, त्यसलाई हामी पूर्ण रूपमा समर्थन गर्छौँ भनेर गइराखेको छ। तपाईँको सधैँ प्रेसिडेन्टज्यूले चाहिँ अब चाइना चाहिँ अमेरिकाको ठाउँमा सुपर पावर भएर अघि बढ्छ भन्नुभएको छ, पत्याउनुहुन्छ? अहिलेको विश्वको राजनीतिको ध्रुवीकरण र अहिलेको विश्वमा विकसित भएको राजनीतिक घटनाक्रमले त त्यो त मैले होइन, आम मानिसहरूले नै त्यसप्रति विश्वास बनाएर आम मानिस भनेको आम नागरिकहरूले समेत त्यही अनुसारले चाहिँ आफ्नो मस्तिष्क तयार गरिसकेको देखिन्छ यति बेला। आधारहरू चाहिँ जस्तै उदाहरणको निमित्त अहिले अब जस्तै सुपर पावर अमेरिका भएर उसले चाहिँ संसारमा एक किसिमले चाहिँ विश्वभरि नेतृत्व दिने काम गरेको थियो, कैयन वर्षसम्म अगाडि बढ्यो। तर अहिले त विश्वमा हेर्नुहोस् न, अमेरिकाले हात हालेको देशहरू तपाईँले हेर्नुहोस्,
इरानको अवस्था कहाँ पुग्यो, उतापट्टि प्यालेस्टाइनको अवस्था कहाँनिर पुगेको छ, क्युबा, भेनेजुएला, जुन जुन राष्ट्रमा अहिले चाहिँ संसारको सुपर पावर देश भनेर अगाडि बढेको अमेरिकाले हात हालेको देशबाट चाहिँ उनीहरूले कसरी हात झिकेर जानुपर्छ। केही वर्ष पहिलाको हेर्ने हो भने अफगानिस्तानबाट मोहम्मद अशरफ घानी सहित होइन अमेरिकन सेनाहरू फर्केर चाहिँ उनीहरूकै देशतिर जानु परेको कुरा, इरानमा उसले घुँडा टेक्नु परेको कुरा, प्यालेस्टाइनमा चाहिँ सम्झौता गर्नको निमित्त भूमिका खेल्नु परेको कुरा, क्युबा भेनेजुएलाबाट चाहिँ हात झिकेर जानु परेको कुरा भनेको अमेरिका त मोटामोटी संसारबाट टकटकिएर अब चाहिँ विश्वमा चाहिँ उसले त अब एक हिसाबले चाहिँ दयाको भिख माग्ने परिस्थितिमा पुगिसकेको कुरा त अमेरिकाको अहिलेको उसको गतिविधिले नि त्यसलाई प्रमाणित गरेको छ भने अर्कोतर्फ तपाईँले फर्केर हेर्नुभयो भने जुन जुन मुलुकले चाहिँ अमेरिकालाई विश्वास गरेर हामीले अमेरिकालाई विश्वास गर्दाखेरि चाहिँ हाम्रो सार्वभौम सत्ता पनि जोगिन्छ, सँगसँगै हामी संसारमा चाहिँ विकसित मुलुक बनेर जान्छौँ भनेर अगाडि बढेको युक्रेनकै हालत तपाईँले हेर्नुहोस् होइन। युक्रेनको नागरिकहरू, युक्रेनको अहिलेको त्यहाँको राजनीतिक नेतृत्व पङ्क्तिमा रहेका मानिसहरूले पनि अमेरिकाले हात झिकिदिने बित्तिकै उनीहरू जुन फसादमा परेको छ त्यो कुराले पनि के ग्यारेन्टी गर्दैछ भन्दाखेरि त्यो मुलुकहरू त अहिले त अब अमेरिकाको ठाउँमा उनीहरू त बरु नजिकिने सन्दर्भमा त चीनसँग, रुससँग हात बढाउन थालिसकेको अवस्था छ। हाम्रो छिमेकी मुलुक भारतकै कुरा गरौँ होइन, लगायत विश्वका जति पनि कैयन मुलुकहरू छ ती मुलुकहरूले चाहिँ हिजोको दिनमा अमेरिकाको नेतृत्व स्वीकारेर अगाडि बढ्ने बित्तिकै हाम्रो सार्वभौम सत्ता पनि जोगिन्छ, हाम्रा देशमा भएका नागरिकहरूले पनि सुखसयलको जीवन बिताउन पाउँछन् भनेर बसेका देशहरूले पनि भटाभट नेतृत्व परिवर्तन, निर्णय परिवर्तन गर्दै अमेरिकालाई चाहिँ हामीले समर्थन गर्यौं र अमेरिकाले दिएको ढाडसलाई चाहिँ हामीले विश्वास गरेर हामीलाई बचाउँछौँ भनेर बसियो भने चाहिँ युक्रेन र युक्रेन जनताको हालत हुने रहेछ। त्यस कारणले गर्दाखेरि समय छँदा नै हामीले निर्णय गरेर चाहिँ हामीले हाम्रो नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर चाहिँ अमेरिकाको चाहिँ एक हिसाबले नेतृत्व स्वीकारेर बसेको मुलुकहरूले पनि अब त्यो चाहिँ छाडेर चीनतर्फ, रुसतर्फ चाहिँ आफ्नो हात बढाउन थालेको जुन दृश्य देखिन्छ त्यो दृश्यले पनि अमेरिकाको सुपर पावर हुने समय सकिएको त्यसले चाहिँ संकेत गर्दछ भने अहिले चीन र चीनले दिएको, संसारलाई दिएको नेतृत्व पंक्ति र चिनिया सरकारले अहिले गरेको निर्णयहरूले चाहिँ विश्वभरि रहेका मानवहरूको हितको निमित्त उसले अगाडि बढाएको जति पनि निर्णयहरू छ, उसले अगाडि सारेको जति पनि अभियान र कार्यक्रमहरू छ होइन, त्यो सबै कुराले पनि अबको विश्वको नेतृत्वमा चाहिँ चीन नै संसारको सुपर पावर भएर अगाडि बढ्ने दिशातर्फ हुनु भएको चाहिँ यो विविध घटनाहरूले पनि प्रमाणित गरेर लान्छ। यस कारणले गर्दाखेरि हाम्रो संगठनको श्रद्धेय प्रेसिडेन्ट बुद्धलाल मेचेज्यूले जुन भविष्यवाणी गर्नुभएको थियो, जुन घोषणा गर्नुभएको थियो कि संसारमा अब चाहिँ अमेरिकाको सुपर पावर हुने समय सकिएको र त्यो सुपर पावरमा चाहिँ अब चीन चाहिँ संसारकै सुपर पावर देश भएर उदाउँछ भनेर जुन कुरा घोषणा गर्नुभएको छ त्यो कुरामा चाहिँ म मात्रै होइन, नेपालको पनि आम नागरिकहरू, विश्वका त झन् अब त्यो शिक्षित नागरिकहरूले पनि त्यो कुरालाई विश्वास गरेर त्यही कुरा नै अहिलेको विश्वभरिको नागरिकहरूको नजरबाट नै देख्ने अवस्था बनिसक्यो भने पछाडि म त विश्वस्त नहुने कुरा आएन। मैले भने आम नागरिकको नजरबाट नै त्यो कुरा प्रमाणित भएर देखिसक्यो भने झन् हामी राजनीतिक कर्मीको दृष्टिकोणबाट हेर्दाखेरि त्यो त आइसकेको जस्तो नै मात्रै घोषणा हुन बाँकी रहेको, घोषणा हुनको निमित्त समय चाहिँ के ढिला हुन पुगेको। तर अहिलेको विश्वको परिवर्तन, विश्व बजार, यो सबै कुराहरू हेर्दाखेरि चाहिँ त्यो चाहिँ मोटामोटी आइसकेको जस्तो देखिसक्यो। यस कारणले गर्दाखेरि अब संसारमा सुपर पावर भएर जाने, अगाडि बढ्ने, नेतृत्व सम्हाल्ने सन्दर्भमा चाहिँ चीन नै संसारको सुपर पावर भएर अगाडि बढ्छ भनेर हाम्रो संगठनको श्रद्धेय प्रेसिडेन्टज्यूले गर्नुभएको घोषणा र भविष्यवाणी मुताबिक नै अगाडि बढिसकेको छ। त्यो कुरामा चाहिँ पत्याउने, विश्वस्त हुने भन्ने कुरामा चाहिँ हामी पूर्ण रूपमा विश्वस्त छौँ। पत्याउने कुरा त मैले तपाईँलाई अघि आधारको रूपमा बताइहालेँ कि अमेरिकाको गिर्दो र चीनको बढ्दो चाहिँ उसको प्रभावकारिता यसले नै प्रमाणित गरिसकेको अवस्था छ। सँगैमा तपाईँहरूको प्रेसिडेन्टज्यूले चाहिँ के भन्नुभएको छ भने पुँजीवादी व्यवस्था चाहिँ सन् 1945बाट सुरु भएर 2025सम्म आइपुग्दाखेरि चाहिँ यसले 80 वर्ष पार गर्यो। अब पुँजीवादी व्यवस्था चाहिँ संसारमै पतन भएर गयो। 2026बाट चाहिँ अब समाजवादी व्यवस्था सुरु भयो भनेर भन्नुभएको छ। यो बारे बताइदिनुहोस्। सन् 1945मा दोस्रो विश्वयुद्ध थामिए पछाडि दोस्रो विश्वयुद्ध खेल्दै गरेको, दोस्रो विश्वयुद्धमा सहभागी भएको मुलुकहरू मध्ये 1945मा सेकेन्ड वर्ल्ड वार समाप्त भइसके पछाडि अमेरिका संसारको सुपर पावर देशको रूपमा अगाडि बढ्यो। अमेरिकालाई नै साथ दिइराखेको त्यति बेला कैयन मुलुकहरू पनि अमेरिकाको पक्षमै थिए। तर अमेरिकाले उसको हातमा आफ्नो सत्ता आउने बित्तिकै उसले चाहिँ क्यापिटलिजम मार्फत चाहिँ विश्व परिवर्तन गर्न सकिन्छ, संसार बनाउन सकिन्छ। त पुँजीवादी व्यवस्थाले
संसारलाई चाहिँ हराभरा बनाउन सकिन्छ भन्ने सोच राख्ने बित्तिकै त्यति बेला पनि साम्यवादको विषयमा चाहिँ आवाज उठेको थियो। जुन कुराले चाहिँ झन्डै 30 वर्ष जति चाहिँ त्यति बेला पनि कोल्ड वारको रूपमा होइन सोभियत रुसको नेतृत्वमा एउटा शीत युद्ध चल्यो। त्यति बेला किन चल्यो भन्दा त्यो चाहिँ पुँजीवादी व्यवस्थाको विरुद्धमा, पुँजीवादले चाहिँ हुने खानेलाई मात्रै चाहिँ संरक्षण गर्छ, हुने खानेको मात्रै हराभरा भएर जान्छ, त्यो हुँदा खानेहरूको अवस्था चाहिँ ज्यूका त्यो हुन्छ अथवा त्यो भन्दा पनि अझै गिरेर जान्छ। यस कारणले गर्दाखेरि विश्वमा चाहिँ पुँजीवादी व्यवस्था होइन, विश्वमा चाहिँ साम्यवादी व्यवस्था हुनुपर्छ भन्ने एउटा ब्लक थियो। त्यही ब्लकले अगाडि बढाएको लडाईँको कारणले गर्दाखेरि झन्डै 30 वर्षसम्म विश्वमा शीत युद्ध चल्यो। तर त्यो शीत युद्धले चाहिँ मूर्त रूप लिन सकेन। त्यो किन सकेन भन्दाखेरि विश्वमा त्यति बेलाको प्रभावकारिता चाहिँ पुँजीवादी व्यवस्था, जुन पुँजीवादी व्यवस्था चाहिँ अमेरिकाले अगाडि सारेको थियो, त्यसको उमेर भनेको चाहिँ 80 वर्षसम्म त्यसलाई कसैले चलाउन सक्ने अवस्था थिएन, त्यसलाई स्वीकारेर जानुको विकल्प नै थिएन भनौँ न एक हिसाबले संसारमा। सोही मुताबिक 1945 देखि 2025 सम्म 2025 सम्मको 80 वर्षको जुन एउटा पिरियड थियो, त्यो समयभित्र चाहिँ विश्वभरि पुँजीवाद, त्यो पुँजीवाद पनि विभिन्न ढङ्गबाट होइन, त्यो पुँजीवादको पनि विभिन्न मोडालिटीहरू आयो नि त संसारमा। त्यसलाई बचाउनको निमित्त, त्यसलाई टिकाउनको निमित्त मोडल परिवर्तन गर्ने, त्यसको चाहिँ विभिन्न चाहिँ परिस्थितिहरूमा परिवर्तन गर्ने काम गर्दै गए तापनि सन् 2025 मा पुँजीवादी व्यवस्थाको नेतृत्व गर्ने देश अमेरिका नै अहिले चाहिँ पतनको दिशातर्फ उन्मुख भएर बढ्यो। त्यो किन बढ्यो त भन्दाखेरि एउटा चाहिँ पुँजीवादको उमेर भनेको 80 वर्षको उमेर थियो। त्यो पुँजीवाद सकिए लगत्तै संसारमा चाहिँ पुँजीवादको कारणले गर्दाखेरि हायल कायल भएका विश्वभरिका नागरिकहरू, संसार भर भएका मानिसहरू चाहिँ अब पुँजीवादबाट होइन, संसारमा रहेको हरेक मानिसहरूको आवाज चाहिँ बुलन्द बनाएर अगाडि बढाउने अथवा विश्वभरि भएका नागरिकहरूको आवाजलाई चाहिँ समेट्ने व्यवस्थाबाट चाहिँ संसार अगाडि बढ्यो भने त्यो चाहिँ राम्रो हुन्थ्यो भन्ने किसिमको आकांक्षा संसारभरको मानिसहरूलाई भइराखेको थियो। यसै सन्दर्भमा हामीसँग सिमाना जोडिएको हाम्रो छिमेकी मुलुक चीन, अघि पनि हामीले भलाकुसारीको क्रममा लिएर आयौँ, अबको सुपर पावर देश भनेर अगाडि बढ्नको निमित्त तत्पर रहेको, त्यसको निमित्त तयारी गरिराखेको चीनले अगाडि बढाएको जुन सोसियलिजम छ, जुन समाजवादी व्यवस्था छ, त्यो समाजवादी व्यवस्था भनेको पब्लिक रिलेटेड हुने व्यवस्था। हिजो क्यापिटलिजममा चाहिँ त्यहाँनिर चाहिँ धनीहरू संलग्न भएर बनाउने व्यवस्था थियो भने अबको समाजवादी व्यवस्था भनेको पब्लिकहरू नै त्यहाँनिर संलग्न भएर होइन, पब्लिकहरू नै इन्भल्भ भएर चाहिँ बनाउने व्यवस्था, समाजवादी व्यवस्था मार्फत चाहिँ अबको विश्वको नयाँ मार्गचित्र तय गर्नुपर्छ, नयाँ चित्र कोर्नुपर्छ भनेर जुन अभियानलाई अगाडि बढाउने काम गरेको छ हाम्रो छिमेकी मुलुक चीन, मित्र राष्ट्र चीन होइन, जन संसारको अब सुपर पावरको नेतृत्व गर्ने गरेर अगाडि बढेको चीनले अगाडि बढाएको व्यवस्था भनेको चाहिँ अहिलेको समाजवादी व्यवस्था भनेको समाजवाद मार्फत चाहिँ विश्वभरि भएका नागरिकहरूलाई एउटा नयाँ मार्गचित्रबाट संसारको सुन्दर चित्र कोरेर विश्वभरि भएका मानिसहरूलाई चाहिँ धनीहरूको प्रभावकारितामा होइन, संसारमा रहेका प्रत्येक नागरिकहरूको उपस्थितिमा चाहिँ एउटा डिस्कसबाट चाहिँ एउटा नयाँ व्यवस्था सिर्जना गर्ने हिसाबले अगाडि बढ्नको निमित्त हाम्रो छिमेकी मुलुक मित्र राष्ट्र चीन अथवा संसारको अब सुपर पावरको दिशातर्फ अगाडि बढेको देश चीनले नेतृत्व गर्ने एउटा समाजवादी व्यवस्था अब सुरुवात हुन आँटेको छ। त यही कुरालाई चाहिँ मध्यनजर गर्दै हाम्रो संगठनको श्रद्धेय प्रेसिडेन्ट बुद्धलाल मेचेज्यूले चाहिँ विश्वबाट पुँजीवादी व्यवस्थाको अन्त्य, मैले अघि बताइहालेँ, किनकि पुँजीवादी व्यवस्थाबाट हायल कायल भइसकेका थिए संसारभरका नागरिकहरू, त्यो पनि 80 वर्षसम्म विभिन्न मोडालिटीमा त्यसलाई अगाडि बढाउने काम गरे। तर 80 वर्ष भनेको पुँजीवादी व्यवस्थाको अन्तिम मिति अथवा त्यसको उमेर भनौँ, त्यो 80 वर्षको समय सीमा पार गरेसँगै सन् 2026 बाट अमेरिकाको पुँजीवादी व्यवस्थाको नेतृत्व गरिराखेको अमेरिकन राष्ट्रपति पनि गत केही महिना पहिला चीनमा आएर त्यो भारी बिसाउनु पर्यो होइन, अब चाहिँ पुँजीवाद होइन, तपाईँहरूले अगाडि बढाउनु भएको समाजवादी व्यवस्थाले नै संसारको नेतृत्व गर्नुहोस् भनेर चाहिँ एक हिसाबले भारी बिसाउनु पर्ने परिस्थिति बन्यो। यो सबै घटना परिघटनाहरूलाई हेर्दाखेरि पनि श्रद्धेय प्रेसिडेन्टज्यूले बताउनु भएको जुन विषय छ 1945 देखि 2025 बीचको त्यो 80 इयर्सको पिरियड थियो, त्यो पिरियड मात्रै हो यो चाहिँ उनीहरूको पुँजीवादी व्यवस्थाले गर्न सक्ने गर्ने कुरा। त्यो समाप्त भइसके पछाडि सन् 2026 को सुरुवाती सँगसँगै अब चाहिँ विश्व समाजवादी व्यवस्थामा, किनकि अब चाहिँ संसार कुनै एउटा सीमित वर्गको सम्भ्रान्त वर्गको भनौँ होइन अथवा धनी मानिसहरूको पोल्टाले अब संसार होइन, अब विश्वभरि रहेका गरिब भन्दा गरिब जनता होइन, हुँदा मात्रै खाने जनताहरूको समेत आवाजहरू समेटिएर सबै मानिसहरूलाई चाहिँ त्यो किसिमको अधिकारहरू प्रत्यायोजन गरेर जाने समाजवादी व्यवस्थाले मात्रै विश्वमा एउटा शान्ति, सुरक्षा, अमन चयन कायम गराएर जान सक्ने परिस्थिति सिर्जना भएको कारणले गर्दाखेरि पनि अब त्यो समय सुरुवात भएको छ। र श्रद्धेय प्रेसिडेन्टज्यूले बताउनु भए जस्तै 80 वर्षको पुँजीवादी व्यवस्था ढलेर अब चीन जो सुपर पावरको दौडमा अग्रपंक्तिमा अगाडि बढिराखेको छ, चीनकै नेतृत्वमा विश्वमा चाहिँ समाजवादी
व्यवस्थातर्फ विश्व उन्मुख हुन्छ भने नेपालको हकमा पनि त्यही कुरालाई दिशाबोध गर्नको निमित्त हाम्रो संगठनको फाउन्डर प्रेसिडेन्ट महामना डाक्टर गोपाल गुरुङज्यूले नेपाल चाहिँ केबाट विकास हुन्छ, कुन व्यवस्थाबाट हुन्छ भन्दाखेरि महामना डाक्टर गोपाल गुरुङज्यूले नेपालमा पनि लोकतान्त्रिक समाजवाद मार्फत हैन त्यो रिपब्लिकन सोसियलिजम मार्फत चाहिँ देश विकास गर्न सकिन्छ। किनकि रिपब्लिकन भित्र पब्लिक पनि रिलेटेड भएको हुन्छ र त्यहाँनिर सोसियलिजम आउने बित्तिकै देश विकास गर्ने कुरा अगाडि बढ्न सक्छ। नेपालको भूगोल, नेपालको परिस्थिति, नेपालको आन्तरिक राजनीतिक जुन किचलो जुन समस्या छ, यो सबै कुरालाई चाहिँ अन्त्य गरेर नेपालको बृहत नेपाली नागरिक, दुईवटा सभ्यता, दुईवटा संस्कार, दुईवटा नस्लमा रहेका नागरिकहरू पनि आफ्नो दैनिकीमा आमूल परिवर्तन ल्याएर अगाडि बढाउनको निमित्त चाहिँ लोकतान्त्रिक समाजवाद मार्फत मात्रै सम्भव छ भनेर महामना डाक्टर गोपाल गुरुङज्यूले दिशाबोध गर्नुभएको जुन कुरा तत्कालीन समयमा शासकहरूलाई त्यो कुरा पचेन, नजरअन्दाज गर्ने काम गरे, अनदेखा गर्ने काम गरे। तर अन्ततोगत मैले फेरि पनि तपाईँलाई रिपिट गरेर एकचोटि बताएँ कि मंगोल नेसनल अर्गनाइजेसनले उठाउने हरेक माग मुद्दाहरू हामीले उठाएको समय हामीले त पूर्ण रूपमा उठाएका हुन्छौँ, किनकि हामीले त देशलाई नै आमूल परिवर्तन गर्नु छ भनेको हाम्रो शरीरमा लागेको रोगलाई चाहिँ एउटा किन्तु परन्तु गरेर एउटा रोग गरेर अन्त्य गर्ने, हामीले चाहिँ सबै शरीरलाई नै एकैचोटि चाहिँ हामीले उपचार गर्नुपर्छ भन्ने हिसाबले हामीले हाम्रो माग मुद्दा र एजेन्डा अगाडि सारेका छौँ। तत्कालीन समयमा शासकहरूलाई एकैचोटि हेर्दाखेरि यत्रो धेरै कुरा परिवर्तन हुँदाखेरि त हाम्रो त केही पनि नरहने रहेछ, हाम्रो सारा कुरा घुम्ने रहेछ भनेर शासक साम्राज्यवादी शासकहरू तर्सिनु अनौठो कुरा होइन, तर्सिएर त्यो कुरालाई दबाउन खोज्नु पनि अनौठो कुरा होइन। तर बिस्तारै 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 मंगोल नेसनल अर्गनाइजेसनले भनेको उठाएको माग मुद्दा र एजेन्डा भन्दा दायाँ बायाँ चाहिँ देशमा रहेका राजनैतिक दल, राजनैतिक कर्मी, राजनेता भनिने मानिसहरू र नेपालको बृहत नेपाली नागरिकहरू दायाँ बायाँ गर्न सक्दैन। सोही मुताबिक अहिलेको यो संसारबाट अस्ताउँदै गरेको पुँजीवादी व्यवस्था र उदाउँदै गरेको यो समाजवादी व्यवस्था मार्फत संसार अगाडि बढ्छ भने नेपालको हकमा पनि हामीलाई महामना डाक्टर गोपाल गुरुङज्यूले दिशाबोध गरेर जानुभएको छ कि नेपालमा पनि लोकतान्त्रिक समाजवाद मार्फत देश विकास गरिनेछ। लोकतान्त्रिक समाजवादले चाहिँ धनी र गरिब बीचको त्यो फाटिलो भएको दूरीलाई चाहिँ छुट्याउने, घटाउने काम गर्छ भन्ने कुरा चाहिँ उहाँले दिशाबोध गर्नुभएको छ। यस मानेमा चाहिँ अहिलेको विश्व राजनीतिमा आएको ध्रुवीकरण र परिवर्तनले चाहिँ अब विश्व यो चाहिँ समाजवादी व्यवस्थामा प्रवेश गर्दै गरेको कुरा, जुन हाम्रो श्रद्धेय प्रेसिडेन्टज्यूले घोषणा गर्नुभएको कुरा, भविष्यवाणी गर्नुभएको कुरा चाहिँ अहिले यथार्थतामा चाहिँ विश्व राजनीतिमा आइराखेको अवस्था चाहिँ हो। तपाईँले जसरी आमूल परिवर्तनको विषयलाई जोड्नु भयो, त्यो आमूल परिवर्तनको निमित्त त राजनीतिक सत्ता चाहिन्छ। तपाईँकै प्रेसिडेन्टज्यूले के भन्नुभएको छ भने भारतका मूल निवासीहरूको हातमा चाहिँ भारतको राज्य सत्ता आउन अब करिब 2 वर्ष बाँकी छ। नेपालमा मूलवासी मंगोलहरूको हातमा र मंगोल नेसनल अर्गनाइजेसनको हातमा राजनीतिक सत्ता आउन चाहिँ 5 वर्ष बाँकी छ भनेर भन्नुभएको छ। यसको कतिको सम्भावना देख्नु भएको छ, संकेतहरू कतिको देखिएका छन्? अहिलेको वर्तमान राजनीतिमा हाम्रो श्रद्धेय प्रेसिडेन्टज्यूले बताउनु भए मुताबिक भारतको हकमा 2 वर्ष र नेपालको हकमा करिब 5 वर्ष। भारतमा त अहिलेको पछिल्लो समयको जुन राजनीतिक रूपमा चाहिँ भारतीय जनताहरूमा आएको चेतना र त्यसको निमित्त अहिले सत्ता र सरकारमा भएका मानिसहरूको गलत हरकत, गलत क्रियाकलाप र गलत नेतृत्वको विरुद्धमा भारतीय जनताहरूले दैनिक रूपमा गरिराखेको सङ्घर्षबाट पनि के प्रमाणित गर्दछ भन्दा अब 2 वर्षको समयावधिभित्र नै भारतको सत्ता गुमेर त्यहाँ भारतका मूल निवासीहरूको हातमा सत्ता आउने करिब करिब ग्यारेन्टी भएको अहिलेको त्यो सिनारीहरूबाट देखिएको छ। हाम्रो श्रद्धेय प्रेसिडेन्टज्यूले जुन विषयलाई उजागर गर्नुभएको छ, यो राजनैतिक रूपमा गौण विषय हो। यो चाहिँ निकै गहिरो राजनैतिक अनुभव भएको, निकै खारिएको राजनीतिक अनुभव भएको मानिसहरूको दृष्टिकोणबाट मात्रै त्यो गहिरो कुरा, त्यो सूक्ष्म कुरालाई हेर्न सकिन्छ। संकेतहरू चाहिँ के हुन्? जस्तै उदाहरणको निम्ति भर्खर हामीले कुरा गर्यौं, अमेरिकाको नेतृत्वमा भएको 80 वर्षको पुँजीवादी व्यवस्था जसरी ढल्दैछ, त्यसै गरी संसारभर हासिल भएको राजनैतिक सत्ता र राजनैतिक व्यवस्थाले अधिकतम मात्रामा त्यसले चाहिँ जनतालाई पेलेर पिसेर विभेद गरेर होइन, अन्याय अत्याचार गरेर नै जबरजस्ती सत्ता लगेर टिकायो भने पनि उसले टिकाउन सक्ने, अधिकतम टिकाउन सक्ने समय भनेको चाहिँ त्यो 80 वर्षको मात्रै समय हो। त्यो 80 र 20 को जो सिद्धान्त अहिले जो संसारले ग्रहण गरेको छ 80-20 प्रिन्सिपल भनेर, त्यो हरेक क्षेत्रमा प्रयोगमा आउने सिद्धान्त हो। त्यसलाई चाहिँ प्राकृतिक सिद्धान्त समेत भनिन्छ होइन, त्यो हिसाबले आज सोही मुताबिक अहिले अमेरिकाको नेतृत्वमा भएको पुँजीवादी व्यवस्थाले पनि 80 वर्षमा ऊ चाहिँ धराशायी भएर, कमजोर भएर, शिथिल भएर जानु, अथवा भनौँ सन् 1945 मा सुपर पावर भएको अमेरिका पनि सन् 2025 को समाप्ति सँगसँगै 2026 सुरुवात हुने बित्तिकै अहिले संसारबाट हेपिनु परेको छ। कल्पना गरोस् एकचोटि, हिजो विश्वलाई चाहिँ थर्काएर बसेको अमेरिका
हैन अमेरिकाको चाहिँ न्युयोर्क शहरमा बसेर त्यहाँको एउटा चाहिँ भवनमा बसेर चाहिँ गरेको निर्णयले विश्वभरि प्रभाव पर्थ्यो। आज हेर्नुहोस् त विश्वमा त्यत्रो राज गरेको देश अमेरिका आज यमनको एउटा हुथी भन्ने संस्थाले धम्काइराखेको छ हैन, त्यहाँ लेबनानको हिजबुल्लाले धम्काइराखेको छ, इरानले धुवा पारेर लखटिराखेको छ। यसले त के संकेत गर्यो भन्दाखेरि अब अमेरिकाको दुर्दिन किन सुरुवात भयो भन्दा उसको अधिकतम विश्वमा नेतृत्व गर्ने समय भनेको उसको 80 इयर्सको टाइम पिरियड उसँग थियो। यसैगरी हाम्रो भारत, हाम्रो छिमेकी मुलुक भारतमा हेरौँ, भारतमा हिजो त्यहाँको गोरा अंग्रेजहरूले भारत छाडेर जानु परेको र भारतीय जनताहरूको आन्दोलन पछाडि चाहिँ भारत स्वतन्त्र भएको 1945 1947 मा भारत स्वतन्त्र भयो। त्यहाँको गोरा अंग्रेजहरू त फर्केर गए, तर सत्ता कसको हातमा गयो भन्दाखेरि सत्ता चाहिँ फेरि त्यतैबाट आएको काला भइसकेका आर्यहरूको हातमा नै सत्ता गयो 1945 मा। त्यो समय चाहिँ कहिलेसम्म पुग्छ भन्दाखेरि 1947 मा गोरा अंग्रेजको हातबाट काला आर्यको हातमा सत्ता पुगेको 1947 मा। अब त्यो 80 वर्ष कहिले पुग्दैछ भन्दा सन् 2027 मा त्यो 80 वर्ष पुग्दैछ। अधिकतम मात्रामा त्यो देशमा काला आर्यहरूले सत्ता सञ्चालन गर्ने भनेको त्यो 80 वर्ष मात्रै, जतिसुकै पेलेर लगे पनि उसले लान सक्ने समय भनेको 80 वर्ष मात्रै। त्योभन्दा पछाडि सक्दैन, सम्हाल्नै सक्दैन उसले, किनकि त्यस पछाडि त विभिन्न किसिमको घटनाहरू अहिले तपाईँले देखिहाल्नुभयो। अब 80 वर्ष पुग्नको निमित्त 1-2 वर्षको समयावधि बाँकी हुँदाखेरि भारतमा कस्तो कस्तो राजनीतिक नेतृत्वहरू, कस्तो कस्तो राजनीतिक विचारधाराहरू उम्रिन थालेको छ, कस्तो कस्तो विचारधाराहरू चाहिँ आएर आन्दोलनको रूपमा चाहिँ ठुलो विकसित एउटा रूप बन्न थालिसकेको छ नि त। यसले के ग्यारेन्टी गर्दैछ भन्दा भारतको सत्ता अब चाहिँ हिजो गोरा अंग्रेजहरूको हातबाट भनेको गोरा आर्यको हातबाट काला आर्यको हातमा सत्ता शिफ्ट भएको 1947 मा अहिले करिब करिब 78 वर्ष पुरा पुगेर 79 वर्षमा रनिङ भइराखेको छ। अब मोटामोटी 2 वर्ष भित्रमा चाहिँ काला आर्यको हातमा सत्ता आएको 80 वर्ष पुरा हुनको निमित्त अब मोटामोटी 2 वर्ष मात्रै समयावधि बाँकी छ। यो 2 वर्षको समयावधि भित्र भारतको राजनैतिक परिवर्तन भएर त्यहाँको रेजिम चेन्ज भएर मूल निवासीहरूको हातमा आउने संकेतहरू त अहिले तपाईले भारतमा भइराखेको विभिन्न किसिमको राजनीतिक आन्दोलन, राजनीतिक रूपमा चाहिँ विभिन्न किसिमका त्यहाँनिर प्रेसराइज गर्नको निमित्त जन्मिएका संगठनहरूले खेलेको भूमिकाले पनि त्यसलाई प्रमाणित गर्दछ भने अब नेपालपट्टि फर्केर हेरौँ, हाम्रो देश नेपाल हिजो त्यही गोरा आर्यहरूको निर्देशनमा सत्ता नेपालमा त्यति बेला राणाहरूले चलाइराखेका थिए। देशमा त्यो राणाहरूले चलाइराखेको सत्ता कहिले गिर्यो? भारतमा गोरा अंग्रेजहरूले अथवा गोरा आर्यहरूले भारत 1947 मा छाडेर भागे। उनीहरूकै निर्देशन मुताबिक नेपालमा सत्ता चलाएको राणाहरू सत्ताबाट बहिर्गमन हुनको निमित्त झन्डै 4 वर्ष अझै थप समय लाग्यो। 1947 मा भारतबाट गोरा आर्यहरू भागे, गोरा आर्यकै निर्देशनमा सत्ता चलाइसकेका नेपालमा रहेका राणाहरूको हातबाट छिन्नको निमित्त 2007 साल भनेको सन् 1951 मा मात्रै नेपालको सत्ता गुम्यो। 2007 सालमा मात्रै नेपालको राणाहरूको सत्ता गुम्यो। राणाहरूको हातबाट सत्ता कहाँ पुग्यो भन्दाखेरि त फेरि सत्ता त उसैको सम्धि खलक शाहको हातमा आयो भनेको उही काला भएको आर्यहरूकै हातमा सत्ता आएर बस्यो। त 2007 सालबाट नेपालमा आएर बसेका काला भइसकेका आर्य नस्लका मानिसहरूको हातमा गएको सत्ता 2007 सालबाट आज 2083 सालको मितिसम्म आइपुग्दाखेरि करिब करिब यो चाहिँ 76 वर्ष भएको छ। 76 वर्ष भर्खर सुरु, 75 वर्ष पुरा पुगेर 76 वर्ष सुरुवात भएको छ। अब नेपालमा पनि यो सत्ता कहिलेसम्म टेकाउन सक्छ भन्दा किन्तु परन्तु गरेर हैन, लेफ्ट राइट अप डाउन गरेर वृहत नेपाली नागरिकहरूको ध्यान भड्काएर कहिले के विभिन्न किसिमका घटना परिघटना गराएर मोब लिन्चिङ गराएर पनि अब सत्ता टिकाउने समय भनेको मोटामोटी अब 4 देखि 5 वर्ष मात्रै हो। हेर्नुहोस्, यो 2007 सालको परिवर्तनको 80 वर्ष भनेको 2087 साल आए पछाडि नेपालमा रहेका यी शासकहरूले थाम्न सक्दैन। यस कारणले गर्दाखेरि हाम्रो श्रद्धेय प्रेसिडेन्टज्यूले बताउनु भएको जुन कुरा छ, भारतमा 2 वर्ष र नेपालमा करिब 5 वर्ष भन्नुभएको कुरा चाहिँ यो 80 इयर्सको, यो 80 वर्षको सिद्धान्तले भेट्ने समय हुन आँटेको छ। त्यही अनुसार मंगोल नेसनल अर्गनाइजेसन प्रति नेपालको वृहत नेपाली नागरिक, मैले तपाईलाई बताइहालेँ, हामी आजको बहस भलाकुसारीको क्रममा पनि हाम्रो मुद्दाहरू अहिले आइराखेको कुरा छ। हिजो हामीले उठाएको माग मुद्दालाई पुरै नजरअन्दाज गर्ने मान्छेहरू आज हामीले उठाएको त्यही माग मुद्दालाई बेला बेलामा एउटा मागलाई अगाडि बढाइदिने, जनतालाई नयाँ कुरा दिएको जस्तो गर्ने, फेरि रमाइलो गर्ने, फेरि केही समयपछि जनता आन्दोलित हुन आँटेपछि एमएनओले भनेको फेरि अर्को, जस्तै उदाहरणको निमित्त केही वर्ष पहिला काठमाडौँमा रहेका हैन मंगोल नस्लका नेवार समुदायले विशेष गरी चाहिँ काठमाडौँमा चाहिँ नेपालमा रहेका शासकहरूले तर्सिने गरेर आन्दोलन गरेपछि के गर्नु पर्यो, यो नेपाल सम्बन्धलाई चाहिँ लागू गरिदिनु पर्यो भनेर नयाँ कुरा दिए जस्तो गरेर चाहिँ त्यो आन्दोलनलाई थमथमाउने काम गरे। फेरि अब नसक्ने भए पछाडि फेरि अहिले राष्ट्रिय जनावरको कुरा आएको छ। यो त बिस्तारै बिस्तारै गरेर जानु परेको छ नि त। हो, यसै मुताबिक चाहिँ हाम्रो राजनीतिक चेत र राजनीतिक दृष्टिकोणबाट चाहिँ हामीले स्पष्ट रूपमा के देखेका छौँ
भन्दाखेरि अब नेपालमा पनि हिजो चाहिँ राणाहरूको हातमा जो गोरा अङ्ग्रेजहरूबाट पालित भएर होइन गोरा अङ्ग्रेजहरूबाट निर्देशित भएर देशको नेतृत्व गरेका मान्छेको हातबाट सत्ता गुमेको 2007 सालमा त्यो गुमेको सत्ता उनीहरूकै सम्धि खलक शाहको हात हुँदै उनै काला भएका आर्यको हातमा सत्ता बसेको अहिले करिब 76 वर्ष भएको छ। अबको करिब करिब उनीहरूले जस्तो सुकै षड्यन्त्र गरेर पनि अधिकतम टिकाउन सक्ने समय भनेको अब मोटामोटी 4 देखि 5 वर्ष मात्रै हो। यो 4-5 वर्षको अन्तरालभित्र यो गुम्छ ढल्छ र 2087 साल पछाडि चाहिँ मूलवासी मंगोलहरूकै नेतृत्वमा देशले चाहिँ अब अगाडि बढ्ने देशले नेतृत्व पाउने समय आएको छ भन्ने कुरा चाहिँ हाम्रो श्रद्धेय प्रसिद्धजीले बताउनु भएको छ। सोही मुताबिकको भविष्यवाणी अनुसार नेपालको पनि अहिले घटना होइन भारतको त मैले तपाईलाई बताइहालेँ र नेपालको हकमा पनि एमएनओले उठाएको माग मुद्दा जस्तै उदाहरणको निमित्त अहिले संविधान संशोधन गर्ने विविध कुराहरू उठिराखेको छ नि गर्दा के गर्ने भन्दा प्रत्यक्ष निर्वाचित जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति जुन कुरा माननीय डाक्टर गोपाल गौंजेले सन् 1989 देखि भन्नुभएको नेपालमा राजा होइन राष्ट्रपति हुनुपर्छ राष्ट्रपति पनि जनताबाट निर्वाचित हुनुपर्छ भनेर भन्नु कार्यकारी राष्ट्रपति हुनुपर्छ। हामीले त्यति बेला उठाएको कुरा उठाउन थाल्नु परेको छ नि त। यसले के देखाउँछ भन्दा अहिले चाहिँ हाम्रो मुद्दा उठाएर एमएनओलाई रोक्ने काम गरेको छ। भोलि चाहिँ मुद्दा मात्रै होइन अहिले चाहिँ एमएनओ को मुद्दालाई त रोक्न सकेन नि त। अबको 4 वर्ष पछाडि चाहिँ एमएनओ को मुद्दा होइन एमएनओलाई नि रोक्न नसकेर मूलवासी मंगोलकै हातमा देशको नेतृत्व पुग्ने अथवा देशको नेतृत्व मूलवासी मंगोलको हातमा त्यो सत्ता सम्हाल्न एमएनओ चाहिँ कतिको तयार छ? पूर्ण रूपमा तयार छ किनकि हामीले आजसम्म गरेको राजनैतिक संघर्ष हाम्रो खारिएको अनुभव हाम्रा संगठनका अग्रज नेतृत्व पंक्तिहरूले खेलिदिनु भएको भूमिका र उहाँले दिशाबोध गरेर जानुभएको जति पनि हाम्रो कुराहरू छन् यी सबै कुराहरूले मंगोल नेशनल अर्गनाइजेसन देशको नेतृत्व सम्हालेर देशको बृहत्तर नेपाली नागरिकहरूको दैनिकीमा होइन अब यो चाहिँ आमूल परिवर्तन नारामा भाषणमा मात्रै होइन नेपालको बृहत नेपाली नागरिकहरूको दैनिकीमा आमूल परिवर्तन ल्याउने गरेर त्यसको नेतृत्व गर्नको निमित्त मंगोल नेशनल अर्गनाइजेसन तयार छ। त्यही अनुसार हाम्रा संगठनका विभिन्न तहका नेता तथा कार्यकर्ताहरू पनि पूर्ण तयारीको साथ अगाडि बढिराख्नु भएको अवस्था छ। प्रेसिडेन्ट मेचेले 2025 देखि एमएनओले चुनाव जित्छ जितेन भने म राजनीति गर्दिन राजीनामा दिन्छु भन्नुभएको थियो। गत फागुन 21 गतेको निर्वाचनको मत परिणाम देखिहाल्यौं। तपाईहरुको मत आधा भन्दा पनि बढी घटेर आउने आएको देखियो परिणाममा। संगठनले जितेन भने राजीनामा दिन्छु भनेर उहाँले भन्नुभएको थियो। उहाँले पद छाड्ने नछाड्ने भन्ने विषयमा केही उहाँले बताउनु भएको छ कि निर्णयहरू केही भएका छन् कि? यो विषयमा जस्तै हाम्रो संगठनको श्रद्धेय प्रेसिडेन्ट बुद्धलाल मेचेज्यूले सन् 2025 भनेको मंगोलहरूले फल खाने मंगोलहरूले उपलब्धि पाउने वर्ष हो भनेर घोषणा गर्नुभएको थियो। सोही मुताबिक तपाईले फर्केर त्यसलाई त मैले अघि बताइहालेँ त्यो राजनैतिक ज्ञान भएको र सूक्ष्म रूपमा त्यसलाई अध्ययन गर्न सक्ने मानिसहरूको नजरबाट हेर्दा ऐतिहासिक सफलताहरू हामीले हासिल गरेका छौं उपलब्धिहरू हामीले हासिल गरेका छौं। जस्तै उदाहरणको निमित्त माननीय डाक्टर गोपाल गौंज्यूले नेपालमा यो राजनीति सुरुवात गर्नुभन्दा पूर्वको समयलाई तपाईले एकचोटि फर्केर एकचोटि महसुस गर्नुहोस् त। महसुस गरेर हेर्नुभयो भने त्यो अँध्यारो व्यवस्था जति बेला बोल्न पाइँदैन थियो लेख्न पाइँदैन थियो हिडुल गर्न पाइँदैन थियो आज देश कहाँ छ हेर्नुहोस् त। बोल्न पाइन्छ लेख्न पाइन्छ हिडुल गर्न पाइन्छ राजनीतिक अधिकार छ राजनीतिक एजेन्डा राख्न पाइन्छ जनताबाट निर्वाचित भएर सत्तामा पुग्न सकिन्छ राष्ट्रको चाहिँ राष्ट्र प्रमुख 1-2 दिनभित्रै परिवर्तन गर्न सकिने एउटा सुन्दर व्यवस्था आएको छ। त माननीय डाक्टर गोपाल गौंजेले यो राजनीतिक अभियान सुरुवात गर्नुभएको समयमा देशको राजनीतिक परिस्थिति मैले बताइहालेँ कि माननीय डाक्टर गोपाल गौंजेले यो माग मुद्दा अगाडि सार्नु भएको समयमा देशमा भएका राजनीतिक सुझबुझ भएका र बौद्धिक वर्ग भनिने केही सीमित मुठ्ठीभरका मानिसहरू त्यति बेला दरबार र भूत राजाहरूसँग नजिकिएर उनीहरूबाट चाहिँ आशीर्वाद पाएर सुविधा कसरी बढी भोग गर्ने भनेर दगुरिरहेका थिए। मुठ्ठीभरका मानिसहरू बृहत नेपाली नागरिकहरू आफ्नो दैनिकीमा परिवर्तनै आएन जतिसुकै दुःख गर्दा पनि त्यो परिवर्तन नआइसके पछाडि यो संसारमा चाहिँ हाम्रो निमित्त केही रहेन रहेछ हामीले जति गर्दा पनि नहुने रहेछ भनेर वास्तविक समस्यालाई चियाएर हेर्न नसकेर आफ्नै पुरपुरोमा समातेर हात राखेर बस्नुपर्ने परिस्थिति थियो आफ्नै जीवनलाई धिक्कार्दै बसिराख्नु पर्ने परिस्थिति थियो। त्यस्तो गन्जागोल पूर्ण अवस्था त्यो अँध्यारो व्यवस्थामा महामना डाक्टर गोपाल गौंजेले एउटा सुन्दर दिनको परिकल्पना गर्नुभयो। त्यो के परिकल्पना गर्नुभयो भन्दा बृहत नेपाली नागरिकहरूको निमित्त लोकतन्त्र धर्मनिरपेक्ष प्रान्तीयता जन्मदैखेरि चाहिँ राजा हुने अधिकार पूर्ण रूपमा खारेज भएर जनताको छोरा अथवा जनताको छोरी राष्ट्रपति हुने व्यवस्था आयो भने देशले काँचुली फेर्नेछ भनेर त्यति बेला त्यो अँध्यारो कोठाभित्र चाहिँ उहाँले देख्नु भएको सपना यो सुन्दर देशको परिकल्पना उहाँले त्यति बेला गर्नुभएको थियो। सोही मुताबिक मुलुकमा लोकतन्त्र आउने कुरा धर्मनिरपेक्ष आउने कुरा प्रान्तीयता आउने कुरा
त्यसलाई अगाडि बढाउनको निमित्त फेरि मङ्गोल नेसनल अर्गनाइजेसनको अपरिहार्यता रह्यो त्यहाँनिर। त्यही अनुसार मङ्गोल नेसनल अर्गनाइजेसन जन्माउने काम गर्नुभयो। त्यो जन्मिसकेपछि त्यसलाई चाहिँ एउटा सभ्यताबाट अगाडि बढाउनको निमित्त मङ्गोलवाद दर्शन, जुन दर्शनभित्र एउटा आफ्नो छुट्टै सभ्यता छ, एउटा संस्कार छ, एउटा चाहिँ अनुशासन छ, एउटा संस्कृति छ, त्यो संस्कृति सहितको मङ्गोलवाद दर्शन, त्यसलाई अगाडि बढाउनको निमित्त मङ्गोल नेसनल अर्गनाइजेसन, त्यसलाई चाहिँ संसारभर पुर्याउनको निमित्त, मुलुकभर पुर्याउनको निमित्त लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयताको व्यवस्था, यसको निमित्त माननीय डाक्टर गोपाल गुरुङज्यू सङ्घर्ष गरेर लडाइँ लड्नुभयो। उहाँले हासिल गरेर उपलब्ध गराइदिनु भएको जुन व्यवस्था थियो त्यो माथि फेरि मुलुकमा रहेका साम्राज्यवादी शक्तिहरूको गिद्दी नजर पर्न पुग्यो, जसकारण यी सबै कुराहरू संक्रमणकालीन परिस्थितिलाई चाहिँ यसलाई सामना गर्नुपर्ने होइन, त्यो च्यालेन्जिङ फेजलाई चाहिँ हामीले सामना गर्नुपर्ने एउटा परिस्थिति सिर्जना भयो। त्यसको निमित्त नै हाम्रा अग्रजहरूले गर्नुभएको सङ्घर्षकै कारणले गर्दाखेरि मुलुकमा चाहिँ स्थापित भएको लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता अब सदा सदाको निमित्त त्यो लिपिबद्ध भएर जाने बाटोतर्फ उन्मुख भयो। मङ्गोल नेसनल अर्गनाइजेसन कसैले पनि अब नाच्न र मास्न नसक्ने गरेर यो पनि दीर्घजीवी भएर बलियो भएर अगाडि बढ्यो भने मङ्गोलवाद दर्शन पनि अब संसारमा सदा सदाको निमित्त रहने गरेर त्यसले पनि एउटा दीर्घायु कायम गरेर जाने अवस्थामा पुग्यो। यो थियो हाम्रो संगठनको श्रद्धेय प्रेसिडेन्ट बुद्धलाल मेचेज्यूले बताउनु भएको सन् 2025 भित्रको हाम्रो ऐतिहासिक सफलता र उपलब्धिहरू। यो लोकतन्त्र रहेकै कारणले गर्दाखेरि फागुन 21 को निर्वाचन कति सहजै ढङ्गबाट हेर्नुहोस् त, हिजोको शासकहरूलाई सडकमा पुर्याएर सडकमा कुदी हिँडेको मान्छे संसदमा पुग्न कसले पायो त भन्दा यो त यही लोकतन्त्रले हो नि त। यदि यो लोकतन्त्र नबचेको थियो, यो उपलब्धि हामीले हासिल गराइदिएका थिएनौँ, हाम्रो अग्रजहरूले यो लडेर ल्याइदिनु भएको थिएन भने यसरी चुनाव जित्न सकिन्थ्यो। यस कारणले गर्दाखेरि सन् 2025 सम्म एमएनओले यो उपलब्धिहरू हासिल गर्न सक्छ भनेर हाम्रो श्रद्धेय प्रेसिडेन्टज्यूले घोषणा गर्नुभएको थियो, त्यो उपलब्धि हासिल भएको छ। रहेको कुरा अर्को निर्वाचनको, यो निर्वाचनको मैदानमा जाँदै गर्ने क्रममा मङ्गोल नेसनल अर्गनाइजेसनलाई मैले अघि बताइहालेँ, अन्तिम अधिकतम प्रयास गरेर यसपालिको निर्वाचनमा पनि साम्राज्यवादी शासकहरूले मङ्गोल नेसनल अर्गनाइजेसनलाई गणितीय नतिजाबाट विमुख तुल्याउनको निमित्त उनीहरूले घुँडा दसेर आफ्नो न्वारनदेखिको बल लगाएर काम गरे। यसपालि चाहिँ एउटा मेसेज के दिन खोज्दै थियो भन्दाखेरि राजनीतिमा साम दाम दण्ड भेद त्यो सबै नीतिहरू हामीमाथि प्रयोग भयो। सामको नीति प्रयोग भयो, दामको प्रयोग भयो, दण्डको भयो। दण्डको नीति प्रयोग हुँदाखेरि माननीय डाक्टर गोपाल गुरुङज्यूदेखि मङ्गोल नेसनल अर्गनाइजेसनले विभिन्न चुनौतीहरूको सामना गर्नु पर्यो। यसपालिको निर्वाचन चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनको निमित्त साम्राज्यवादी शक्तिहरूबाट प्रयोग भएको भेद नीतिको सामना गरेर यसपालि मङ्गोल साम्राज्यवादी शक्तिको षड्यन्त्रको शिकार चाहिँ मुलुकमा रहेका मतदाताहरू हुनु परेको कारणले गर्दाखेरि चाहिँ एमएनओले यसपालि चाहिँ गणितीय नतिजा ल्याउन सकेन। जस्तै उदाहरण अहिले तपाईँले देखिराख्नु भएको छ, हिजो फागुन 21 को निर्वाचनमा मत हालेर संसदमा पुर्याएका त्यही मतदाताहरूले चाहिँ आफूलाई धिकारेर बस्न थालिसकेका छन्। हामीले गलत निर्णय गरेछौँ भनेर त्यो परिस्थिति सिर्जना भएको छ। त्यो कसले गर्दाखेरि सिर्जना भयो त भन्दाखेरि मैले तपाईँलाई बताइहालेँ कि मङ्गोल नेसनल अर्गनाइजेसनलाई यसपालि अन्तिम भेद नीति प्रयोग गरेर हाम्रो निमित्त त हामी त धेरैवटा फ्रन्टहरूसँग लडाइँ लड्नु पर्यो। नेपालमा एमसीसी विरोधीहरूसँग हामी लड्नु पर्यो, एसपीपी विरोधीहरूसँग हामी लड्नु पर्यो, विश्व हिन्दू परिषदको विरुद्धमा हामी लड्नु पर्यो, आरएसएसको विरुद्धमा हामी लड्नु पर्यो। यो सबै जति पनि रूढिवादी परम्परा, ढोङ्गी प्रवृत्ति मार्फत चाहिँ बृहत नेपाली नागरिकहरूलाई अन्धकारमय दिशातर्फ लानुपर्छ भन्ने ती सबै शक्तिहरूको विरुद्धमा हामी मङ्गोल नेसनल अर्गनाइजेसन एक्लै वान चाइना प्रिन्सिपलको समर्थक भएर लड्ने एक्लो राजनैतिक दल भएको कारणले गर्दाखेरि उनीहरूको भेद नीति चाहिँ यसपालि कायम गर्न सफल भएको कारणले गर्दाखेरि हामीले चाहिँ यसपालि निर्वाचनमा गणितीय नतिजा हासिल गर्न सक्ने एउटा परिस्थिति बनेन। यसको निमित्त मतदाता दोषी होइन, मतदाताहरूलाई त्यो मोब लिन्चिङमा पारेर, त्यो भ्रमजालमा पारेर चाहिँ एक हिसाबले साम्राज्यवादी शक्तिहरू मात्रै निर्वाचन जितेर जाने परिस्थिति बनाउने ती साम्राज्यवादी शक्ति जसले त्यो भूमिका खेले तिनीहरूको षड्यन्त्र हो। अब मतदाताहरू त होसमा त बल्ल आउँदैछन्, हेर्नुहोस् अझै राम्रोसँग होस खोल्न त अझै केही समय लाग्छ। भर्खर निर्वाचन सम्पन्न भएको 3-4 महिना भएको छ, सरकार गठन भएको भर्खर 100 दिन कटेको छ। सरकार गठन भएको 100 दिन कट्ने बित्तिकै अब चाहिँ मतदाताहरूमा एक हिसाबको होस आउन थालेको छ। यो 1 वर्ष मात्रै बितेको समय हेर्ने हो भने 1 वर्षको परिस्थितिमा पुग्दा नपुग्दै जो मतदाताहरूले मतदान गरेर जुन राजनैतिक दलहरूलाई निर्वाचित गरेर त्यहाँ पुर्याएका छन् त्यही मतदाताहरूले हामीले गल्ती गरेछौँ, हामी भ्रमजालमा परेछौँ भन्ने कुराको दिन आउन धेरै लामो समय छैन। हेर्नुहोस्, अब तपाईँले अहिले पनि समाजमा हामी त राजनीतिक दल भएको कारणले, राजनीतिक दलको कार्यकर्ता भएको कारणले देशको विभिन्न भूगोलहरू ठाउँहरूमा पुग्दाखेरि हामीले त पाइराखेका छौँ। यस कारणले गर्दाखेरि त्यो समय आएको, त्यो समय त अब त देखिन्छ होइन। बृहत नेपाली नागरिकहरू त्यो अनुसार विश्लेषण गर्ने दिनहरू आउँदैछ भने यतापट्टि हाम्रो श्रद्धेय प्रेसिडेन्टज्यूले जुन वचन प्रतिबद्धता गर्नुभएको थियो, यति निर्वाचन
संगठनले निर्वाचन जित्न सकेन भने त्यसपछि चाहिँ मैले मार्ग प्रशस्त गरेर बाटो खुल्ला गरेर चाहिँ मैले चाहिँ नेतृत्व हस्तान्तरण गर्ने, मैले चाहिँ राजनीतिबाट हात झिक्ने भनेर जुन कुरा घोषणा गर्नुभएको थियो त्यो पनि अहिले संगठनको श्रोदय प्रेसिडेन्टज्यूले अहिलेको सिनारियो, अहिलेको परिस्थिति, अहिलेको सबै ढङ्ग होइन, यो त सबै हिसाबले त हामी अगाडि बढिराखेका छौँ। किनकि श्रोदय प्रेसिडेन्टज्यू त सन् 2023 सम्पन्न भएको हाम्रो 6औं राष्ट्रिय महाधिवेशनबाट 5 वर्षको निमित्त तपाईँले संगठनको नेतृत्व गरेर चाहिँ अगाडि बढाउनु पर्यो, 5 वर्षको निमित्त हामी सहयोग गर्छौं भनेर बन्द सत्रमा उपस्थित सम्पूर्ण बन्द सत्रका प्रतिनिधिहरूले चाहिँ उहाँलाई निर्विरोध रूपमा चाहिँ प्रेसिडेन्टको रूपमा निर्वाचित गरेर ल्याउनु भएको छ। उहाँको अबको त्यो कार्यकाल समय सकिनको निमित्त अझै केही वर्ष बाँकी छ। त्यस कारणले गर्दाखेरि हो यो सन्दर्भमा चाहिँ अहिले श्रोदय प्रेसिडेन्ट तत्कालै राजीनामा दिएर बाटो खुला गरेर जाने भन्ने स्थिति होइन। अहिले चाहिँ उहाँले त्यो विषयमा जुन कुरा वचन प्रतिबद्धता गर्नुभएको छ त्यसको तयारी पनि उहाँको होला, आन्तरिक तयारीहरू, यो सबै कुराहरू भइसके पछाडि नेतृत्व हस्तान्तरण गर्ने, नेतृत्वबाट चाहिँ आफू साइडमा बस्ने भन्ने कुराहरूको समय चाहिँ अबको महाधिवेशनको बन्द सत्रमा त्यो विषयले चाहिँ विषय प्रवेश पाउँछ। यसो भएको कारणले गर्दाखेरि अहिले तत्कालको स्थितिमा चाहिँ संगठनको वर्तमान श्रोदय प्रेसिडेन्ट ज्यूकै नेतृत्वमा संगठन सशक्त ढङ्गबाट अगाडि बढेको छ, अगाडि बढ्छ पनि। मैले भनिहालेँ निर्वाचनको सन्दर्भमा त्यहाँ त नेतृत्व पंक्तिको एकजना दुईजना कोही व्यक्तिको दोष होइन, यति बेला यो चाहिँ निर्वाचनको हकमा चाहिँ मैले भनिहालेँ हाम्रो लडाइँ नै त्यो किसिमको लडाइँ छ नि त। हामीले चाहिँ के चाह्यौँ भन्दाखेरि हामी केवल एक दुई थान मन्त्री सांसद बन्नको निमित्त हामीले लडाइँ अगाडि बढाएनौँ नि त। हामीले चाहिँ एक दुई थान मन्त्री र सांसदकै आधारमा बृहत नेपाली नागरिकहरूलाई व्यक्तिगत रूपमा आफ्नो राजनैतिक स्वार्थ, आफ्नो राजनैतिक अभिष्ट पूरा गर्नको निमित्त हामीले त्यो अभियान अगाडि बढाएनौँ। एमएलएलाई सत्ताको लोभ चाहिँ छैन। हामीलाई के को लोभ छ भन्दा नेपालको बृहत नेपाली नागरिकहरूको दैनिकीमा आमूल परिवर्तनको भोग हामीलाई छ। त्यो आमूल परिवर्तन बृहत नेपाली नागरिकको व्यावहारिक रूपमा जीवनमा चाहिँ प्रवेश गराउने चाहिँ हाम्रो भोग छ। त्यसो भएको कारणले गर्दाखेरि श्रोदय प्रेसिडेन्टज्यूले त्यो त गर्न सक्नुहुन्थ्यो नि, एउटा दुईटा सांसद जित्ने कुरा, एउटा दुईटा मन्त्री पाउने कुरा हामी त्यसैको निमित्त लाग्थ्यौँ भनेदेखि जनताको अहिलेको वर्तमानको समस्या जे छ त्यही कुरालाई मुद्दा बनाएर हामी जान्थ्यौँ होला नि त। तर मंगोल नेसनल अर्गनाइजेसन त्यसरी होइन। हामी अहिलेको वर्तमानमा देखा परेको समस्यामा भन्दा पनि हाम्रो सरकारको विषय भनेको आगामी दिनमा आउँदै गरेको जो समस्याहरू छ, जुन समस्यामा अहिले तपाईँ हामी जुधिराखेका छौँ, यस्तै समस्यामा आउने आगामी सन्तति जुझ्नु नपरोस् त्यसको निमित्त हामी पूर्व तयारी गर्नुपर्छ भन्ने ढङ्गबाट हामी सङ्घर्ष गरेको कारणले गर्दाखेरि हाम्रो अगाडि चाहिँ विभिन्न फ्रन्टहरू देखा परे। मैले तपाईँलाई अघि बताइहालेँ हामी एमसीसी विरोधी भएर, एसपीपी विरोधी भएर लडाइँ लड्ने बित्तिकै उनीहरूको पनि हामी टार्गेटमा पर्ने कुरा बन्यो। हामी वान चाइना प्रिन्सिपललाई पूर्ण रूपमा समर्थन गरेर लड्ने एउटै मात्र राजनीतिक दल भएको कारणले गर्दाखेरि चीन विरोधी शक्तिहरू पनि हाम्रै विरुद्धमा खनिने अवस्था बन्यो। विश्व हिन्दू परिषद होइन, यो चाहिँ आरएसएस, यो सबै कुराहरूको चाहिँ हामीले पैठो जोरी खेलेर भएर हामी निर्वाचनको मैदानमा जानुपर्ने भएको कारणले गर्दाखेरि यसपालिको निर्वाचनमा चाहिँ हामी माथि भेद नीति प्रयोग भएको कारणले गर्दाखेरि चाहिँ हामीले निर्वाचनमा त्यो किसिमको गणितीय नतिजा हामीले प्राप्त गर्न सकेनौँ। यस मानेमा चाहिँ मैले तपाईँहरूलाई बताउन खोजेको कुरा के हो भने संगठनको श्रोदय प्रेसिडेन्टज्यूले गर्नुभएको जुन घोषणा थियो सो मुताबिक श्रोदय प्रेसिडेन्टज्यू पूर्ण रूपमा प्रतिबद्ध भएर लाग्नु भएको छ। तर त्यसको निमित्त हामीले बुझ्नुपर्ने यति बेलाको कुरा चाहिँ के हो भन्दा श्रोदय प्रेसिडेन्टज्यूलाई सन् 2023 सम्पन्न भएको हाम्रो राष्ट्रिय महाधिवेशनको बन्द सत्रको सम्पूर्ण प्रतिनिधिहरूले चाहिँ निर्विरोध रूपमा चाहिँ तपाईँकै नेतृत्वबाट चाहिँ हामी अगाडि बढ्न चाहन्छौँ भनेर गएको कारणले गर्दाखेरि यो विषयले विषय प्रवेश चाहिँ अबको महाधिवेशनमा पाउँछ। त्यो पाउनुभन्दा अगाडि श्रोदय प्रेसिडेन्टज्यूले गर्नुपर्ने उहाँको आन्तरिक तयारीहरू उहाँले गरिराख्नु भएकै छ। यस कारणले गर्दाखेरि चाहिँ तपाईँ हामी यो विषयमा, किनकि हाम्रो संगठनको नेतृत्व पंक्ति महामण्डल डाक्टर गोपाल गुरुङज्यूदेखि वर्तमान श्रोदय प्रेसिडेन्टज्यूसँग आइपुग्दै गर्दाखेरि हाम्रो संगठनको नेतृत्व पंक्तिले जे बोल्छ त्यो गर्छ, जे गर्छ त्यो बोल्छ। यो चाहिँ हाम्रो व्यावहारिक, हाम्रो संस्कारगत सिद्धान्त भएको कारणले गर्दाखेरि पनि हामी त्यहाँबाट दायाँ बायाँ हुने अवस्था छैन। त्यो अनुसार हामी अगाडि बढेकै हुन्छौँ। त्यही अनुसार श्रोदय प्रेसिडेन्टज्यूले पनि आफूले खेल्नुपर्ने भूमिका, आफूले गर्नुपर्ने त्याग, आफूले गर्नुपर्ने जति पनि रणनीतिक कूटनैतिक कामहरू छ त्यो सबै कुराहरूको तयारी गरेर बढिराख्नु भएको छ। यस कारणले गर्दाखेरि यो पछिल्लो समयको अहिलेको बदलिँदो राजनीति सँगसँगै एमएनओले चाहिँ निर्वाचनको क्रममा प्राप्त गरेको मत परिणामको विषयमा चाहिँ मैले तपाईँहरूको बिचमा यही कुरा जगजाहेर गर्न चाहन्छु कि हाम्रो लडाइँ चाहिँ हामीले व्यक्तिगत रूपमा राजनैतिक अभिष्ट र स्वार्थ पूरा गर्नको निमित्त श्रोदय प्रेसिडेन्टज्यू अथवा म अथवा एमएनओबाट उठेका जति पनि हाम्रा प्रत्यक्ष उम्मेद्वार र समानुपातिक उम्मेद्वारहरू थिए ती मध्येको केही सिलेक्टेड मान्छेहरूलाई निर्वाचित गरेर सांसद मात्रै बनाउनु हाम्रो भूमिका हुन्थ्यो भने हामी त्यो मजाले सक्थ्यौँ। तर हाम्रो भूमिका चाहिँ केवल व्यक्तिलाई सांसद बनाएर पुर्याउनु मात्रै हाम्रो भूमिका होइन। संसदमा पुग्नुभन्दा पहिला हामीले सडकमा हामीले सङ्घर्ष गर्दा जति कुराहरू बोलेका छौँ, बृहत नेपाली नागरिकको दैनिकीमा आमूल परिवर्तन ल्याउनको निमित्त त्यो कुरा संसद भवनभित्र पनि डटेर आवाज उठाउन सक्ने मान्छे बनाउनु चाहिँ एमएनओको अभियान भएको कारणले गर्दाखेरि हामीलाई चाहिँ हाम्रो हृदयले, हाम्रो राजनैतिक चेतले,
सँगसँगै हाम्रा अग्रजहरूले खेलिदिनु भएको भूमिकाको कारणले गर्दाखेरि पनि हामीलाई चाहिँ त्यो प्रति लोभ भएन कि केवल सांसद र मन्त्री बन्नु मात्रै ठुलो कुरा हो भन्ने हामीलाई भएन। यस कारणले गर्दाखेरि आमूल परिवर्तनको खातिर हामी जेनेरेसन टु जेनेरेसन सङ्घर्ष गर्नु किन नपरोस्, तर त्यो सङ्घर्षको निमित्त तयार हुनुपर्छ। जस्तै उदाहरणको निमित्त अहिलेको इरानलाई हेर्नुहोस् त, इरानका इरानी जनताहरूले त्यहाँनिर चाहिँ 45 वर्षदेखि आर्थिक प्रतिबन्ध झेलेर त्यहाँका नेतृत्वले देखाएको बाटोमा त्यहाँका नागरिकहरूले गरेको जुन किसिमको साथ सहयोग थियो, त्यही सहयोगको कारणले आज संसारको सुपर पावरको रूपमा रहेको देशलाई समेत घुँडा टेकाएर पठाउन चाहिँ त्यो देश आज सफल भएको छ। आज विश्वभरि इरान र इरानी जनताहरूको चर्चा चुलिएर गएको छ। उनीहरूको विषयमा संसारले चर्चा र परिचर्चा गर्नुपर्ने परिस्थिति आएको छ। त यसै कारणले गर्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसनले पनि तत्कालै हामीले के फल प्राप्त गर्नको निमित्त, तत्कालै हामीले उपलब्धि गर्नको निमित्त हामीले सम्झौता गरेनौँ। हामीले चाहिँ बृहत नेपाली नागरिकहरूको आउने भावी सन्ततिको सुरक्षित र उज्जवल भविष्यलाई हेऱ्यौँ। सँगसँगै हाम्रा अग्रजहरूले देखाउनु भएको बाटोलाई चाहिँ हामीले आत्मसात गर्यौँ। यसै कारणले गर्दाखेरि हामीले सम्झौता गरेर जान नसक्ने र आमूल परिवर्तनको निमित्त लड्नुपर्ने फ्रन्टहरूसँग हामी जसै गरी भए पनि लड्नुपर्ने हाम्रो मस्तिष्कले त्यो बाटो देखाएको र हाम्रो सङ्गठनको श्रद्धेय प्रेसिडेन्टज्यूले पनि त्यो बाटो देखाउनु भएको कारणले गर्दाखेरि निर्वाचनको मत परिणाम एक ठाउँमा रह्यो, तर आमूल परिवर्तनको दिशातर्फ सङ्गठन निरन्तर रूपमा सक्रिय भएर लागेको छ। र श्रद्धेय प्रेसिडेन्टज्यूले गर्नुभएको घोषणाको सन्दर्भमा पनि उहाँले बोल्नु भएको कुरा, किनभने श्रद्धेय प्रेसिडेन्टज्यूले आजभन्दा अगाडि बोल्नु भएको जति पनि कुराहरू छ त्यो कुरालाई व्यवहारमा उतारेर आउनु भएको कारणले गर्दाखेरि उहाँले बोल्नु भएको कुरामा उहाँ प्रतिबद्ध हुने कुरा उहाँले भूमिका खेलिराख्नु भएको छ। त्यो विषयमा रणनीतिक कूटनैतिक कुराहरू उहाँले गर्नुपर्ने आन्तरिक तयारीहरू भने यो अब उहाँले छोड्ने कि नछोड्ने भन्ने विषयले चाहिँ खाँटी रूपमा विषय प्रवेश पाउनुपर्ने ठाउँ चाहिँ आज होइन नि त। त्यो ठाउँ आउनको निमित्त अझै केही वर्ष बाँकी छ। अबको महाधिवेशनको बन्द सत्रमा त्यसले विषय प्रवेश पाउँछ र सोही मुताबिक चाहिँ निर्णय भएर जाने अवस्था चाहिँ बन्छ भन्ने कुरा नै बताउन चाहन्छु। मङ्गोल नेसनल अर्गनाइजेसन 7औं राष्ट्रिय महाधिवेशनसम्म प्रेसिडेन्ट बुद्धलाल मेचीज्यूको नेतृत्वमा रहन्छ। अबको 5 वर्ष पछाडि एमएनओ सत्तामा पुग्छ। तपाईँको त्यो किसिमको तयारीले अगाडि बढिराख्नु भएको छ? निरन्तर रूपमा हामी त्यसैमा प्रतिबद्ध भएर लागेका छौँ। सोही मुताबिक सङ्गठनका श्रद्धेय प्रेसिडेन्टज्यूले पनि भूमिका खेलिराख्नु भएको छ। हाम्रो सङ्गठनको सम्पूर्ण नेतृत्व पङ्क्तिमा रहनु भएको र इमान्दार कार्यकर्ताहरू जुन तल्लो सभामा रहेका कार्यकर्ताहरूलाई पनि हामीले त्यही हिसाबले तयारी गरेका छौँ। र अबको 5 वर्षभित्र मैले बताइहालेँ हाम्रो श्रद्धेय प्रेसिडेन्टज्यूले गर्नुभएको घोषणा अनुसार नै मैले भनिहालेँ 2087 पछाडि चाहिँ तपाईँहरूले नेपालमा 7 साल पछाडि सत्ता पुगेको मानिसहरूको हातमा तपाईँले सत्ता देख्नुहुन्न। अबको 5 वर्ष 2087 पछाडि भनौँ, अबको 2087 सालपछि देशको नेतृत्वमा मूलवासी मङ्गोलहरूको नेतृत्वमा देश अगाडि बढेको हुन्छ। त्यसको निमित्त मङ्गोल नेसनल अर्गनाइजेसनले त्यही अनुसार भूमिका खेलिराखेको हुन्छ भने अबको राष्ट्रिय महाधिवेशनसम्म सङ्गठनको श्रद्धेय प्रेसिडेन्टज्यूको नेतृत्वमा हामीले अझै घनीभूत रूपमा हामीले गर्नुपर्ने कामहरू, हिजोको हामीले गर्न छुटेका कामहरू छ भने त्यो कुरालाई अगाडि बढाउने कुराहरूमा हामी सशक्त भएर नै लाग्नेछौँ। हस्, समय र संवादको लागि तपाईँलाई धन्यवाद। हजुर, हस्, धन्यवाद।